नमस्ते। कर्पोरेट म्यागजिन र यसबाट सञ्चालित अनलाइन भर्सन कर्पोरेट खबरबाट चाहिँ हामी आज यातायात क्षेत्रका विषयमा छलफल गर्न गइरहेका छौँ। यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा हामीले पूर्वाधार विकास समितिका सभापति तथा माननीय आशिष गजुरेलज्यूलाई निम्ताएका छौँ। म उहाँलाई स्वागत गर्न चाहन्छु। त्यसै गरी हाम्रो चाहिँ अटो सेक्टरमा अहिले राइजिङ रूपमा चाहिँ अगाडि आइरहेको छ नाइमा जुन चाहिँ अहिले उहाँहरूले चाहिँ 26देखि नाइमा अटो सो पनि गर्दै गर्नु लाग्नुभएको छ। र यसै विषयमा पनि किन भन्दाखेरि यो अटो सो भनिसकेपछि एउटा चाहिँ नेपालमा चाहिँ एउटा एकदम ठुलो रूपमा चाहिँ मेलाको रूपमा अथवा चाहिँ चाडबाडै यसले चाहिँ स्टार्ट गर्छ भनौँ न। हाम्रो चाहिँ जुन चाहिँ कल्चरल ऊ छ यो चाहिँ अटो सो आयो भनिसकेपछि त्यहाँबाट चाहिँ स्पिड बढ्दै गएर होइन। अब हाम्रो चाहिँ नेपालीहरूको परम्परा चाहिँ सकिन्छ भने पनि सानै भए पनि सवारी साधन किन्ने, दसैँमा तिहारमा होइन, सानै भए पनि अब सक्नेले गाडी किन्ने भन्ने चाहिँ अथवा चेन्ज गर्न सक्ने भन्नेबाट सुरु हुँदै जाने एउटा महोत्सवको रूपमा रहने भएको भएर यसले चाहिँ एक किसिमको चाहिँ ऊर्जा थप्ने र देशको अर्थतन्त्रमा पनि केही चिज चलायमान यसले चाहिँ लिएर आउने गरेको छ। र यसैमा म नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यज्यूलाई पनि म स्वागत गर्न चाहन्छु। त्यस्तै गरी हामीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाज्यू हुनुहुन्छ। उहाँलाई पनि म स्वागत गर्न चाहेँ। र उहाँले चाहिँ हामीलाई अझ विशेष गरी यो कर्पोरेट मिडिया ग्रुप, कर्पोरेट म्यागजिन, कर्पोरेट खबरको चाहिँ सल्लाहकार अथवा संरक्षकको रूपमा पनि भूमिका यो गर्नु पऱ्यो यो भनेर उहाँले चाहिँ संरक्षण चाहिँ गरिराख्नु भएको छ भन्नु पऱ्यो। किन भन्दाखेरि मिडिया सेक्टरलाई अगाडि बढाउँदाखेरि बिजनेस सेक्टरमा कुन चिजमा जाँदा राम्रो हुन्छ, कुन के गर्नुहुन्छ भन्ने चाहिँ धेरै चिजै हामीलाई चाहिँ सरसल्लाह दिइराख्नुहुन्छ। उहाँलाई पनि मैले स्वागत गरेँ। त्यस्तै गरी हामीसँग नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठज्यू हुनुहुन्छ। उहाँलाई पनि म स्वागत गर्न चाहेँ। त्यसै गरी नाइमाका संयोजक स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका आकाश गोल्छाज्यूलाई पनि म स्वागत गर्न चाहन्छु। नाइमाका मेम्बर श्याम सापकोटाज्यूलाई पनि अतिथिका रूपमा स्वागत गर्न चाहन्छु। सगरमाथा लुम्बिनी इन्सुरेन्सका डिजिएम सुभाष दीक्षितज्यूलाई पनि म स्वागत गर्न चाहन्छु। त्यसै गरी कर्पोरेट मिडिया ग्रुपका उपाध्यक्ष सुषमा महराज्यूलाई पनि म स्वागत गर्न चाहन्छु। सवारी एनीटाइम एनीवेयर। यातायात क्षेत्रका मुख्य समस्याहरू भनेर हामीले 5वटा कोट गरेका छौँ र व्यवसायीहरूले भोगिरहेका प्रमुख समस्याहरू गरौँ भनेर चाहिँ यसलाई 10वटा चिजमा हामीले कोट गरेका छौँ। जस्तै व्यवसायहरूले नम्बर 1 ब्याङ्किङ सुविधामा बारम्बार हेरफेर हुनु, यसले पनि एउटा प्रब्लम क्रिएट गरिरहेको छ। त्यस्तै ब्याङ्किङ समस्यामा ब्याज दर तथा कर्जा नीतिमा हुने परिवर्तनले व्यवसायले सञ्चालन गर्न पर्याप्त स्टक राख्न महँगो पर्ने र भेहिकल चाहिँ फाइनेन्सिङ यसमा पनि अब यो नीतिगत एउटा नभइदिँदाखेरि चाहिँ कहिले के भइदिँदाखेरि चाहिँ यसले एकदम ठुलो समस्या सिर्जना गरिरहेछ। त्यस्तै बजारमा अहिले अलिकति माग घटिरहेको छ। किन भन्दाखेरि अहिले आर्थिक मन्दी जस्तै अवस्था चाहिँ सिर्जना भएको छ। यसले गर्दाखेरि उपभोक्ताको कमजोर क्रय शक्तिको कारण नयाँ सवारी साधन खरिद गर्ने ग्राहकको सङ्ख्या घटेको छ। यो पनि एउटा चाहिँ व्यवसायहरूलाई एकदम योपालि च्यालेन्ज छ। अनि कर तथा भन्सार नीति बारम्बार परिवर्तन हुनु। किन भन्दाखेरि कर र भन्सारको चाहिँ अब अहिले चाहिँ यो नीतिहरू चाहिँ सर्टेन टाइममा चाहिँ चेन्ज भइदिँदाखेरि चाहिँ यसले पनि यस सेक्टरको व्यवसाय गर्नेहरूलाई चाहिँ प्रब्लम क्रिएट गरिराखेको छ। अनि जस्तै त्यसपछि ब्याङ्किङमै एलसी तथा विदेशी मुद्रा व्यवस्थापनमा पनि चुनौती छ भनेर आइराखेको छ। सोरुममा पनि ठुलो परिमाणमा स्टक थन्किनु, अब यो पनि एउटा प्रब्लमको कुरा आइरहेको छ। अनि फाइनेन्सिङ सुविधा सहज नहुनु, जस्तै फाइनेन्समा पनि यो एकदमै परिवर्तन भइराख्नुले चाहिँ
कहिले अब 70% कहिले 60% होइन। जस्तै मैले गाडी लिने भने मैले 70% को चाहिँ एउटा चाहिँ टार्गेट गरेर गएको हुन्छ होला, लेखेर 70% हुन्छ, त्यो गर्दा गर्दै 50% मात्र हुँदैछ कहिलेकाहीँ। भनेपछि मान्छेको अब त्यो बजेटको प्लानिङै बिग्रिन्छ होइन। अब यसले पनि प्रब्लम ल्याइरहेछ। त्यससँगै स्पेयर पार्ट्स तथा मर्मत सेवाका लागि चाहिँ दक्ष जनशक्तिहरू पनि कम हुँदै पुरानो ट्रेडिसनल मात्रै चाहिँ हामीसँग चाहिँ वर्कसपहरू भएको भएर चाहिँ जस्तै इभीमा यसमा त अब हामीले चाहिँ इन्जिनियरहरू नै छैन जस्तो लागिरहेछ होइन। यसमा पनि अलिकति चाहिँ समस्या देखेको छ। अनि अर्को ठुलो भनेको चाहिँ अस्वस्थ प्रतिस्पर्धा चाहिँ बढ्दै गइरहेको छ म्याक्सिमम्। के भन्दाखेरि अब कुनै गाडीले अत्याधिक छुट दिइदिने, अब यीहरू आउँदाखेरि चाहिँ जेन्युन काम गर्नेहरूलाई अलिकति गाह्रो भइरहेको हो कि भन्ने आइरहेछ। अर्को नीतिगत अनिश्चितता कायम रहनु, अघि पनि मैले चाहिँ गरिहालेँ। एउटा चाहिँ सबैभन्दा ठुलो चाहिँ विशेष गरी चाहिँ विद्युतीय सवारी साधनमा चाहिँ यो अहिले चाहिँ हामीले चाहिँ झन्डै गभर्मेन्ट चेन्ज अथवा 6 मन्थ होइन अथवा चाहिँ इयरली जस्तो नै यसले चाहिँ यो नीतिगत परिवर्तनले चाहिँ ठुलो समस्या ल्याइराखेको छ होइन। कसको गाडीको कतिको मूल्य भन्ने नै अब अहिले काम भएन। आज चाहिँ 50 लाख भन्ने गाडी भोलि त्यो 70 लाख भइदिन पनि सक्ने भयो, त्यो 30 लाख भइदिन पनि सक्ने भयो भन्दाखेरि किन्ने मान्छेहरूलाई अलिकति चाहिँ दोमन हुने किसिमको देखिएको छ। अनि यो दर्ता नवीकरण तथा प्रशासनिक उमा पनि यो चाहिँ टोटल्ली चाहिँ फेसलेस भएर गइदिन सक्यो भने, फेसलेस सिस्टम गरिदिन सक्यो भने अझ सजिलो चाहिँ हुन्थ्यो कि भन्ने चाहिँ यो एउटा चाहिँ हामीले रिपोर्ट गरेका चिज हो। यातायात क्षेत्रका मुख्य समस्याहरू अनि हाम्रो सबभन्दा ठुलो चाहिँ कमजोर भनेकै कमजोर सडक पूर्वाधार छ होइन। सडकै छैन भन्नु पर्यो। सडकहरू एकदम खाल्टाखुल्टी, जीर्ण, नियमित मर्मत नभएका कारण पनि सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ। अर्को पछि भनेको अव्यवस्थित सार्वजनिक यातायात प्रणाली होइन। यसले पनि प्रभावकारी रूप व्यवस्थापनको अभाव, साना सवारी साधनको अत्याधिक प्रयोग, यो चाहिँ यातायात क्षेत्रमा यात्रुको भिड तथा समयमा सेवा नपाइने समस्या विद्यमान अवस्था छ। अनि सडक अर्को सबभन्दा ठुलो चिज भनेको सडक दुर्घटनाको उच्च दर। यसले पनि अहिले एकदम उच्च दरमा चाहिँ सडक दुर्घटनाहरू हामीले सुनिरहेका हुन्छौँ होइन। अहिले एकदमै म्याक्सिममै यो लापरवाहीका कारण चाहिँ बढिरहेको चाहिँ अवस्था छ। सवारी साधनको वृद्धि अनुसार पूर्वाधार विकास हुन सकेन भन्ने छ। अर्को कुरा चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि अब कहिलेकाहीँ चाहिँ डिस्कसनको कुरा आउँदाखेरि सवारी साधन नै धेरै भयो कि क्या हो काठमाडौँमा भन्ने कुरा नै आउँछ। तर त्योभन्दा पनि हामी कहाँ सवारी चाहिँ धेरै होइन। किन 6-7 बजेपछि रोड अल टोटल खाली हुन्छ। बिहान 6-7 बजीसम्म रोड सबै नै खाली भइरहेको हुन्छ। दिउँसो अनम्यानेज भएर चाहिँ जाम भइरहेको हुन्छ। सडकको साइजहरू चाहिँ बढ्यो, तर के भन्दाखेरि पासिङ चिजहरू चाहिँ बढेन, पासिङ नै हुन सकेन। अब यसले गरेर चाहिँ व्यवसायहरूलाई पनि यसले मारमा पर्ने भयो, यात्रुलाई नि मारमा पर्ने भयो। यही विषयमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठज्यूको भनाइ के छ त? नमस्कार। सर्वप्रथम यहाँ निम्तो दिनुभएकोमा धन्यवाद। अब मान्यता अध्यक्षज्यू, हाम्रा सभापतिज्यू लगायत सबैलाई, पूर्व उपाध्यक्षज्यू सबैलाई मेरो तर्फबाट फेरि एकचोटि नमस्कार पनि। अब यो हाम्रो देशमा यो यातायात भन्ने बित्तिकै खालि गाडी मात्र भनेर पनि सम्झिनु भएन मान्दैछु। अब समग्र अहिले विश्वको कुरा गर्नुपर्दा यो लजिस्टिक म्यानेजमेन्ट भनेर सम्पूर्ण किसिमले यसलाई एउटै सिस्टमभित्र राखेर अब यसलाई स्टडी गर्नुपर्छ। अब हाम्रो चाहिँ यहाँ गाडी चढेपछि अलि लग्जरीको रूपमा लिने एउटा, अनि गाडी व्यवसाय जति फेरि त्यो अलिकति अनम्यानेज भएको अहिलेसम्मको व्यवसाय छ। अब यो सम्पूर्ण रूपमा यसमा हामी अहिले अध्ययन चाहिँ कहाँ गर्नु पर्यो भन्दा हाम्रो देशमा यो यातायातको पूर्वाधार र त्यो सिस्टमलाई राम्रोसँग एडप्ट गर्न नसक्दा हाम्रो होल इन्भेस्टमेन्ट यो अर्निङ छ नि, यो एउटा वर्गको ठुलो अर्निङको ठुलो हिस्सा नै यो हाम्रो यो सवारी साधनमा खर्च भइरहेको छ। त्यसले रिटर्न के दिएको छ, गभर्मेन्टलाई के दिने आफ्नो ठाउँमा कुरा छ, बाध्यता। किन भन्दा हामी के हेर्छौँ,
अहिले एउटा बच्चा 11-12 क्लास पढ्यो या बिकम पास भएपछि कहीँ जागिर खान जान्छ। जागिर खान गएपछि 1-2 महिना तलब आउने बित्तिकै उसको फर्स्ट प्रायोरिटी भनेको एउटा स्कुटी किन्नु पर्यो या मोटरसाइकल किन्नु पर्यो है। अनि त्यो किन्दाखेरि इएमआई तिर्ने यताउता हेर्छौँ। अनि हामी के देख्छौँ त भन्दा सुरुमा रहरले किनिहाल्यो, 2-4 महिना त्यो इएमआई तिर्ने बित्तिकै थाक्यो, किनभने तलबको धेरै ठुलो पोर्सन त्यहीँ गयो। यदि त्यही चिज हाम्रो कमर्सियल भेहिकलहरू यो प्यासेन्जर भेहिकलहरू अलिक व्यवस्थित हुन गए भए मान्छेलाई त्यो चाप पर्दैन थियो सर्वसाधारणलाई। हिजो भर्खरको कुरा हो, मैले अफिसमा यसो हेरेँ, कहिलेकाहीँ फुर्सद हुन्छ, हेर्दाखेरि एउटा मोटरसाइकल देखेँ। अनि अर्कोलाई दाखेर यो मोटरसाइकल कति पर्ने बाबु भनेको यो 8.5 लाख पर्छ। जो एउटा स्टाफ 50,000 को हारानीमा तलब खाने मान्छे ऊ 8.5 लाख जाने मोटरसाइकल चढाउँछ। हाम्रो देशको विडम्बना हो त्यो। किन त भन्दा अब एउटा त रहर पनि होला र हाम्रो देशमा फेरि हामी चेम्बरको तर्फबाट हजुरलाई म अनुरोध चाहिँ के गर्छु भन्दा नेपालमा कुनै पनि चिजमा जुन चिजमा डिमान्ड छ त्यो चिजमा ट्याक्स थोपर्ने प्रवृत्ति बढी छ है। सायद हाम्रो जस्तो देशमा कम्पेयर गर्ने हो भने नेपालमा जतिको सवारी साधन महँगो कहीँ पनि छैन। म हजुरलाई एउटा कुरा अनुरोध के गर्न चाहे भन्दा 1 लाख जाने चिजमा 2.5 लाख रुपियाँ, 2.25-3 लाख रुपियाँसम्म भ्याट भन्सार इडी गरेर हामी कहाँ तिर्नुपर्छ भनेपछि त्यो जनतालाई जुन खालको फेसिलिटेट गर्नुपर्ने हो गभर्मेन्टले, या त कि पब्लिक भेहिकल असाध्यै सुव्यवस्थित गरिदिनुहोस् अनि त्यसपछि मात्र प्राइभेट भेहिकल चाहिँ लग्जरीको रूपमा लिन पाइन्छ हैन। अब गभर्मेन्टले दिनुपर्ने चिज चाहिँ दिन सकेको छैन। अनि एउटा प्राइभेट व्यक्तिको त्यो आधारभूत आवश्यकताको रूपमा बसिरहेको छ कि अहिले यो चाहे त्यो स्कुटी भन्नु, चाहे मोटरसाइकल भन्नु, चाहे त्यो सानो गाडी नै भन्नु, ठुलो गाडी भन्नु, जेसुकै भन्नु, त्यो आधारभूत आवश्यकता हो है। यो धेरै महँगो गर्न भएन। अनि त्यसमाथि पनि फेरि अनिश्चितता, अघि हाम्रो अध्यक्षज्यूले भन्नुभयो जस्तो आज एउटा मूल्य तिरेर किन्नलाई तयार भए हुन्छ, किन्न गयो अर्को मूल्य। अनि अनिश्चितता अहिले हजुरको भन्नुहोस् यो इबीको प्रवृत्ति सुरु भयो होइन, 2-4 वर्ष भयो इबी सक्सेसफुली अगाडि बढ्यो। अब हाम्रो जङ्गलमा जाम हुन्छ, हामी त्यहाँ चेम्बरबाट झर्दाखेरि कस्तो अप्ठ्यारो स्थिति छ भन्दा पानी जम्न थाल्यो केही वर्षबाट बढी। पहिला अलिक कम जन्थ्यो। होइन, मैले यो किन कुरा निकालिरहेको छु हजुर भन्दा हजुर यो पूर्वाधार समितिको पनि सभापति भनेपछि सरकारले साँच्चै भनौँ भने हाम्रो जस्तो देशमा हामी जति राजस्व तिर्छौँ, हेर्नुहोस् अरू कुरा केही पनि होइन। मैले उहाँकोबाट एउटा गाडी पहिला त्यो बेलासम्म हामी एलसी खोलेर किन्न पाइन्थ्यो होइन त। गाडी किनेपछि नम्बर प्लेट लिनको लागि कति 6-7% कति पैसा बुझाउनु पर्छ नेपाल सरकार है, गाडीको मूल्य अनुसार है त। अनि हामीले इन्डियाको मात्र सानो उदाहरण लियौँ, त्यहाँ त्यो एकचोटि दर्ता गरेपछि त्यो वार्षिक हाम्रो जस्तो पैसा तिरिराख्न आवश्यक भएन। हाम्रो त कहिलेकाहीँ त मलाई त रिङ्गटा कहाँ लाग्छ भन्दा गाडी यसो हेरेको गुडेको छैन, आज उसको ब्लू बुक तिर्ने, आज उसको रिन्यू गर्ने, आज उसको के गर्ने। यो नेपालमा जस्तो यो ट्याक्स थुपर्ने प्रवृत्ति चाहिँ संसारमा धेरै कम छ। र इबीकै कुरा गर्नुपर्दा पनि इबी सुरुवातमा मलाई सम्झना छ, जब सुरुवातमा इबीलाई प्रोत्साहन गर्ने नीति लियो, सायद 1-2 कम्पनीले गाडी लिँदाखेरि वार्षिक कर 500-700 कति रुपियाँ भनेर तोकिया जस्तो लाग्छ, धेरै कम तोकिया थियो है। अहिले आएर यो हरेक स्थानीय र प्रदेशले के गर्थ्यो, त्यो पनि मलाई जान्छ त 12-15 हजार कति पुगिसक्यो हरेक गाडीमा। भनेपछि हामीले कुनै पनि चिजलाई नेपालीले नेपालमा केही गर्नलाई सुनिश्चितता चाहियो, एउटा ट्याक्सको रेट चाहियो। अरू भोलि के हुन्छ थाहा छैन। अब हजुरको आज सबैलाई फेसिलिटीको रूपमा इभी अलिकति सस्तो हो, कम्पेरिटिभली अर्को भन्दा सस्तो, किन ट्याक्स आजसम्म त्यो 50-60 लाखको गाडीमा अलिकति कम होला, नत्र त धेरै नै छ। अहिले पनि 160-70% त पुग्न थालिया भनेपछि नेपालीलाई सजिलो भनेर लियो। भोलि हजुरको यो जुन 30 लाख 35 लाख 40 लाख जाने गाडी पेट्रोल बचत हुन्छ भनेर जसले इभी चढाएको छ, नेपाल सरकारले भोलि त्यो गाडीलाई पनि वर्षको 50,000 चाहिँदैन भन्न चाहिँ अवस्था चाहिँ सिर्जना नहोला पनि भन्न सकिन्न। र अर्को कुरा यो कमर्सियल भेहिकलको कुरा गर्छौँ, हामी कहाँ धेरैचोटि यो विषयमा कुरा पनि भइसकेको छ। यो कमर्सियल भेहिकलको अहिले रेजिस्ट्रेसन रोक्यो, अघि हामी अफरमा अलिकति कुरा गऱ्यौँ, यसलाई व्यवस्थित गर्नलाई गर्नुभएको रहेछ। त्यो हामी सकारात्मक छौँ, किन कुन रुटमा कुन साइजको गाडीलाई
प्रायोरिटी दिने कहीँ नदिने भन्ने कुरा छ। तर अब चाडबाडको बेला सुरु भयो। हाम्रो अध्यक्षज्यूले भन्नुभएको छ हाम्रो देशको समस्या के हो त भने राति त बाटो खाली छ, दिनभरि गुड्न नसक्नुहोस् है। कहिलेकाहीँ अब यो फास्ट ट्र्याक बनेर पनि के हुन्छ त्यसको रिजल्ट पनि हेर्न पाएको छ। किन भन्दा हजुरको हामीले के एजुम्सन गरिरहेको छौँ, फास्ट ट्र्याक 1 घन्टामा हामीलाई निजगढ पुर्याउँछ, तर हजुरको त्यो फास्ट ट्र्याकको मुख खोक्ना पुग्नलाई 1 घन्टा लाग्छ। त्यसलाई पनि त सोच्नु पर्यो, भोलिको दिनको कुरा गरेर भनेपछि च्यालेन्ज सबैतिर छ। र अर्को कुरा हामी यो बाटोमा जाँदाखेरि यो कमर्सियल भेहिकलको अहिलेको स्थिति यसलाई चाहिँ सुधार गर्नु पर्यो भन्छु कि। हामीलाई पनि लाज लाग्छ कहिलेकाहीँ। किन लाज लाग्छ भन्दा सँगैको एउटा गाडीमा 16 जना बस्नेमा 25 जना बसेर हिँड्नु परिया छ। अनि प्राइभेट गाडीमा हामी 1 जना हिँड्दाखेरि त्यो अलिकति अप्ठ्यारो स्थिति चाहिँ छ हैन। त्यसलाई के गर्नु पर्यो भन्दा त्यो कमर्सियल भेहिकललाई कसरी प्रायोरिटाइज गर्ने। हेर्नुहोस् अब ठमेल खुल्यो 24 घन्टा, किङ्सवे खुल्यो भनेको छ, तर ठमेलमा काम गरेर राति बच्चाहरू घर कसरी जान सक्ने स्थिति छैन। किन त्यो कमर्सियल भेहिकलको त्यो के हामी यो ट्रान्सपोर्टको व्यवस्था कमजोर छ, त्यसलाई सुरक्षित पनि गर्नु पर्यो। Sawari. Anytime, anywhere. अनि यो जरिवानाको कुरा जुन छ, जरिवानालाई चाहिँ म हजुरलाई के अनुरोध गर्छु भन्दा जरिवानाको सट्टा ट्रेनिङ गरौँ न, ओरिएन्टेसन गरौँ। यो जति यो माइक्रो साइक्रो या जति पनि गाडी चलाएको छ यसमा अलिक बढी प्रब्लम देखिएको हो भने त्यसलाई ट्रेन गर्नु पर्यो हैन। यो एवेरनेस चाहिँ केही पनि नगर्ने, खालि पनिसमेन्टले चाहिँ होइन कन्ट्रोलमा आइहाल्छ भन्ने खालको मानसिकतामा पनि जान हुँदैन है। र यो इलेक्ट्रिकल भेहिकलको कुरामा म त फेरि एकचोटि के भन्छु भन्दा 10 वर्षको लागि पोलिसी बनाउनु है। 10 वर्षको लागि अब इलेक्ट्रिकल भेहिकलको चाहिँ बढाउने हो भने बढाउने, घटाउने हो भने हरेक वर्ष यो पोजिसनमा जान्छु भनेर। यो त अनिश्चित भएन हजुर। अस्ति बजेट भाषण अगाडि एउटा स्टाफले एउटा कम्पनीबाट फोन आयो, हजुर यो गाडीको त यति रुपियाँ थियो, हजुरहरू लिनुहोस्, यो बजेट भाषण आउँदैछ, के हुन्छ ठेगान छैन भने। त्यसको 4 दिनपछि बजेट भाषण आएपछि गाडी त तपाईँको 40-50% भाउ बढ्यो हैन। यति भिन्न अकल्पनीय चाहिँ हुनु हुँदैन। यो स्थिरता चाहिँ चाहिन्छ। र अर्को कुरा के भने राज्यले लिने मात्र कुरा गर्ने होइन, बाटो बनाइदियोस् न। कमसेकम हेर्नुहोस् न, अघि उहाँले भन्नुभएको जस्तो यहाँ हामी कहाँ भन्दा बाहिर गएपछि बाटोको माइलेजै डबल छ। हामी कहाँ यहाँ हेर्नुहोस् हजुरको समस्या भनेको म यातायात व्यवसायी होइन, तर मैले भोगेको समस्या भन्छु। यहाँ मान्छे बाध्य भएर ठुलो गाडी चढ्नु परेको छ। किन चढ्नु परेको छ? बाटो खाल्डो खुल्डी छ, बिग्रिया छ। आज यहाँबाट चितवन जानु परेपछि मलाई मन भएर पनि नभएर पनि हामी सानो गाडीमा हिँड्न सक्ने स्थिति छैन। त्यसले राज्यको पैसा नोक्सान गरिरहेको छ। अनि ठुलो गाडीमा समस्या के छ हजुरलाई म भन्छु, हिँड्नुपर्ने हाइवेमा गुड्छौँ हामी जहिले पनि रत्न पार्क र बालाजुमा है। अनि गाडीको वेयर एन्ड टेयर बढ्यो, असाध्यै बढ्यो। हेर्नुहोस् यो समस्या हेर्नुहोस्। यो हामीले जुन गाडी काठमाडौँमा हजुरहरूले त के गर्न सकिन्छ भन्दा बाटो राम्रो हुने हो भने यहाँ यो ठुलो गाडी कसैलाई चाहिँदैन। अघि हामी अफ आवरमा कुरा गरेर जस्तो यो 4 व्हिल ड्राइभ भनेको सायद धेरै कम व्यवसाय कसैको बाहिर छ चाहिन्छ, नत्र भने सानो गाडीले काम हुन्छ। जनताको पनि इन्भेस्टमेन्ट जोगियो त्यहाँ। अहिले त तपाईँको खर्च बढ्यो। र अर्को कुरा अस्वस्थ प्रतिस्पर्धाको जुन कुरा गर्नुभयो, यो अस्वस्थ प्रतिस्पर्धा चाहिँ म चाहिँ के भन्छु भने नेपाल सरकारले एउटा चाहिँ के गर्नु पर्यो, कुनै पनि सेक्टरमा कसैले पनि बिजनेस गर्छ भनेदेखि फिजिबिलिटी रिपोर्ट चाहिँ एउटा बनाउनु पर्यो, कन्ट्रोल गर्नलाई होइन कि स्वयं। यहाँ त कस्तो छ, बैंकको ब्याज दर घटेपछि हामी पनि खुसी हुन्छौँ। अनि हिजो अस्ति हेरेका थिएँ कुनै गाडीको एउटा इम्पोर्ट गर्नलाई नामै नसुनेको व्यवसायले पनि 1.5 अरबको लोन स्याङ्सन गरेर बसेको छ भनेपछि त्यो किसिमको प्रवृत्ति बढ्यो है। म मान्यजीलाई एउटै मात्र अन्तिममा फेरि रिक्वेस्ट के गर्छु भन्दा नेपालमा सार्वजनिक सवारी साधनलाई सुविधा दिनु पर्यो। यो दर्तालाई कसरी व्यवस्थित गर्ने। अब हेर्नुहोस् दसैँमा यसपालि विकराल समस्या आउँछ। बाटो धेरै ठाउँमा बिग्रिया छ, गाडी थपिएको छैन हैन, गाडीको दर्ता नयाँ थपिया छैन। अनि अब यसलाई कसरी अगाडि बढाउनु हुन्छ त्यो चाहिँ अहिलेदेखि कल्पना गर्नु पर्यो। र अर्को कुरा हाम्रो यहाँ म आउँदा आउँदै हाम्रो केही साथीहरूले फोन गरिहाल्नु भयो कि अब उहाँहरू गाडीको व्यवसाय, गाडी एग्रिमेन्ट त भइसक्यो, एलसी पो खोल्न भ्याएको छैन त। एलसी खोल्न भ्याएको छैन तर एग्रिमेन्ट त भइसक्यो। अब हाम्रो देशको गुडविल पनि बिग्रिन्छ। एलसी नखोले पनि एग्रिमेन्ट त भइसक्यो भनेपछि त्यो कमिटमेन्ट चाहिँ कसरी पुरा गर्ने त। अब यहाँ त हामीले एलसी खोल्न पाएको छैनौँ,
इम्पोर्ट गर्न पाएको छैनौँ भने चाहिँ यो एउटा कुरा चाहिँ सभापतिज्यूको नामै लिएर उहाँलाई पुर्याइदिनु पर्यो है। यो त देशकै कमिटमेन्ट बिग्रियो। किन उहाँहरूले त टार्गेट लिनुभएको होला, जति पनि एग्रिमेन्ट गर्नुभएको छ टार्गेट त लिनुभएको छ, एग्रिमेन्ट गर्नुभएको छ, म यतिवटा गाडी मगाउँछु भन्नु। अब के जवाब दिनु? अब 3 महिनापछि गभर्मेन्टले नयाँ पोलिसी ल्याउँछ, त्यसपछि चाहिँ हामी एलसी खोल्न सक्छौँ भन्ने खालको कुरा गर्ने कि के कुरा गर्ने हो? हजुरहरूले चाहिँ यतातिर यो ध्यान दिनु पर्यो। र अहिले हामीले के देखेका छौँ भन्दा एउटा यो अहिले जुन एप्स मार्फत गाडीहरू चलाउने जुन छ त्यसलाई अलिकति प्रायोरिटी दिन सक्यो भने म 20 वर्षपछि यो वर्ष 4-5 चोटि यो हाम्रो यो एप्स मार्फत गाडी चलाएँ कि बसेँ। किन भन्दा सुविधा भयो है। म त अहिले के भन्छु भन्दा हजुरको एउटा सानो उदाहरण लिन्छु। हामी पशुपति गयौँ। मैले पहिलोचोटि अस्ति यो शिवरात्रिको दिनमा गाडी राति 2 बजी जानु पर्यो, आँखा खुलिहाल्यो, नयाँ गऱ्यो गऱ्यो। अनि यसो विचार गरेँ पशुपतिमा पार्किङ पाएन भने के गर्ने शिवरात्रिको बेलामा। अनि एउटा एप्स तुरन्तै डाउनलोड गरेँ होइन। एप कति सुविधा हो भनेपछि के त भन्दा पब्लिकलाई सुविधा दिन सक्यौँ भनेदेखि अनावश्यक इन्भेस्टमेन्ट चाहिँ कम हुन्छ भन्छु कि है। मैले त्यसपछि 4 चोटि बसेँ है हजुर। यो एकै वर्षमा 4 चोटि मैले त्यो सर्भिस युज गरेँ भनेपछि त्यो त के त भन्दा त्यो त बिस्तारै बढ्दै जाने। तर हाम्रो देशमा त के भने जुनसुकै चिज पनि पब्लिकले 2 चोटि चलाएको देख्यो, पब्लिकले फेसिलिटी लिएको देख्ने बित्तिकै ट्याक्स इम्पोज गरिहाल्ने हजुर। यो प्रवृत्ति चाहिँ ध्यान मैले यति कुरा राखेँ। धन्यवाद। आकाश गोल्छातिर जाउँ। आकाश गोल्छाज्यू, अहिलेको अवस्थामा अटो व्यवसाय गर्न कतिको गाह्रो छ? अहिले मेन समस्या जस्तो कि अटोमोबाइललाई लग्जरी ठानेको छ। इट इज नट लग्जरी, इट इज नेसेसिटी। पब्लिक ट्रान्सपोर्ट नभएर एभ्रीवन हेज टु बाई कार। इफ देयर इज गुड पब्लिक ट्रान्सपोर्ट सम पिपल विल युज द्याट, बट स्टिल वी निड अटोमोबाइल होइन। एउटा ठाउँबाट अर्को ठाउँ जान, आज यही मिटिङ गर्न पनि वी हेभ टु युज सम मिन अफ ट्रान्सपोर्टेसन टु कम हियर। हरेक कामको लागि तपाईँको खानेकुरा पनि काठमाडौँसम्म पुग्नको लागि ट्रान्सपोर्टबाटै आउने हो, स्कुल पनि ट्रान्सपोर्टबाटै जाने हो, अफिस पनि जाने हो। सो इट इज नेसेसिटी। सो यसको लागि एउटा स्थिरता चाहियो। र जस्तो कि यस वर्ष सरकार डेफिनेटली नयाँ आएको छ र धेरै कुरा चेन्ज गर्ने प्लान थियो होला र केही भयो पनि। अब जे पनि एउटा 5 वर्षको प्लान बनाएर गइदियो। हरेक वर्ष बजेटमा के होला वा नहोला त्यो भयो भने झन् कसैले बढी गाडी पनि मगाउँछ बजेट पहिला विथ द अजम्पसन कि ड्युटी बढिहाल्यो भने यो गाडी बिग्रिहाल्ला। किनभने त्यो ड्युटी बढ्दाखेरि जोसँग स्टकमा हुँदैन 2-3 महिना 4 महिना बेच्न पाउँदैन। सो दिस प्रब्लम इज देयर। सो एकचोटि स्थिर नियम आयो भने अचानक कुनै बढी गाडी दिने कुनै नहुने पनि हुँदैन, आवश्यकता अनुसार आयात पनि हुन्छ। अर्को गाडी नियम अनुसारै ल्याउने हो, आउँछ जाँचपाँच पनि हुन्छ, महालेखाले बेरोजु निकालिन्छ। देयर आर डिफ्रेन्ट डिपार्टमेन्ट्स। एउटा यातायातको व्यवस्थापन विभाग छ जसले गाडी कुन ल्याउन मिल्छ मिल्दैन टेस्ट पनि गर्यो, भन्सार विभागले छाड्छ, त्यसपछि ट्याक्सले यो सबै गलत भयो भनेर फेरि टेक्निकल कुरामा पनि क्वेसन उठाउँछ। सो त्यो कुरा को समाधान हुनु पर्यो। अब नयाँ बजेट अनुसार अब मोटर पावरको प्रब्लम छैन, तर पुरानो भएको कुरालाई पनि टुङ्ग्याएर सकाइदिनु पर्यो। नभए फेरि त्यो तलवार लड्किरहन्छ, कहिले के फाइन लाग्ने हो नलाग्ने हो थाहा छैन। र त्यो पनि भयो। त्यस बाहेकमा हजुरले भन्नुभयो जस्तो ब्याङ्क फाइनेन्सको वा सरले पनि भन्नुभयो ब्याङ्क फाइनेन्सको एउटा प्लानिङमा जान्छ, अचानक चेन्ज हुन्छ। सो गएको करिब 10 वर्षदेखि आफ्टर अर्थक्वेक देयर वाज द म्यासिभ लिक्विडिटी। ब्याङ्क फाइनेन्स 90% थियो, फेरि लिक्विडिटी टाइट हुँदाखेरि ब्याङ्क फाइनेन्स घटाइयो, फेरि बढ्यो, धेरैचोटि कम बढी भयो। यो हुँदाखेरि लास्टमा इभीमा 80% ब्याङ्क फाइनेन्स थियो। यसभन्दा पहिलाको गभर्नर महाप्रसाद अधिकारीजी जानभन्दा पहिलासम्म इभीमा 8-80 थियो र गाडीहरूमा 50 थियो। त्यसपछि गाडी 60 पुगेको थियो फाइनेन्स लोन टु भ्याल्यु रेसियो। उहाँ जानुभन्दा पहिला सबैले बराबर गरिदिने भनेर हाम्रो रिक्वेस्ट थियो। अब नेगेटिभ कुरा भइदियो। हामीले सोचेको थियो जम्मै 80 हुन्छ, उहाँले जम्मै 60 गरेर गइदिनु भयो। सो बराबर त पार्दै इभी र आइस, तर वी वान्टेड बोथ टु बी 80। त्यसले गर्दाखेरि के भन्छ भने ब्याङ्कमा अहिले लिक्विडिटी बढी छ, वी हेभ सो मच अफ फन्ड्स, ब्याङ्क क्यान use this money to
सबैभन्दा कम डिफल्ट आउने अटोमोबाइल सेक्टर हो, त्यहाँ युज गर्न मिल्छ, तर गरेको छैन। त्यो गर्यो भने जनताले नै ब्याङ्कमा हालेको पैसा पनि बेटर इन्ट्रेस्टमा युज भयो भने इन्ट्रेस्ट रेट बढ्ला। सरकारले ड्युटी पाउने हरेक गाडीमा मिनिमम ड्युटी फ्रम स्मलेस्ट ग्यारेज इन इभी 50% ड्युटी, पेट्रोलमा हाइएस्टमा जाँदाखेरि 350सम्म छ। सो मानव तपाईँले जुन गाडी किन्नुभयो 3 करोड रुपियाँको, त्यसमध्येमा 2 करोड त सरकारलाई नै ट्याक्स गएको छ। सो त्यही कुरालाई पनि रोकेर वाइ वी आर नट प्रमोटिङ, वाइ वी आर नट गोइङ हाई अन फाइनेन्सिङ। त्यसले गर्दाखेरि मेबी गभर्मेन्टसँग पैसा आयो भने त्यसैले इकोनोमी पनि रन हुने हो, ब्याङ्कको पनि लिक्विडिटीको इस्यु जान्छ। त्यसैले ब्याङ्क फाइनेन्स इज भेरी इम्पोर्टेन्ट। हामी अलग अलग ठाउँमा कुरा गरेका छौँ, फाइनेन्स मिनिस्ट्रीमा कुरा गरेर हुन त, तर पनि यति वर्षमा केही भएन। त्यसपछि जुन ट्राफिकको जुन इस्यु छ, जुन फाइनवालामा मोर देन फाइन र तर्साउन भन्दा वी निड टु टक अबाउट सिभिक सेन्स। मैले गाडी कहाँ राख्दाखेरि कसलाई दुःख हुन्छ, अनि गाडी रोक्यो अनि कसैले हर्न बजाए झगडा भइहाल्छ, आर्ग्युमेन्ट हुन्छ। पिपल डोन्ट रियलाइज मैले गर्दा कतिजना अड्केको छन्। गाडी स्कुलको बाहिर होस्, एउटा गाडी रोकिन्छ, त्यसपछि अर्को 10-15 गाडी अड्किन्छ। सो वेयर टु पार्क, वेयर नट टु पार्क, सिकाउने बुझाउने त्यतापट्टि हुनु पर्यो। अनि मेबी जुन इन्फर्म गर्नुपर्ने एउटा जनतालाई, वान इज अल्सो फर रोड how to do, it can be made videos and other thing, and it can go. It can be done by organization like NAIMA along with traffic police or something. तर एउटा विज्ञ ल्याएर राम्रो कुराहरू सिकाउने होस्। जस्तो तपाईँ इन्डियामा हेर्नु भने इन्डियाको टिभी हेर्दाखेरि तपाईँले हेर्नुहुन्छ हरेक कुरामा दे आर एक्सप्लेनिङ, लाइक इभन फर फाइनेन्सिङ अर वाइल यु आर इन्भेस्टिङ इन म्युचुअल फन्ड्स अर समथिङ, एनआरबीले यो भन्छ, यस्तोमा यो गर त्यो गर, फर पब्लिक थिङ्स you ensure everything go like it, there is something going on. Many companies have CSR budget, banks, insurance, everyone. तर त्यो कुरा बुझाइएको छैन हैन। CSR मा मेबी अरु कुरामा छ, तर नलेज दिनको लागि छैन। त्यतापट्टि पनि जानु पर्यो। नाइमाबाट त अहिले हामीहरूले पहिला अटो सो हुँदाखेरि अटो सो मात्र थियो भने लास्ट 1-2 वर्षमा वी आर ह्याभिङ लट अफ नलेज सेयरिङ प्रोग्राम। सो त्यस्तै गरेर थप्दाखेरि यु क्यान गो बाई मिडिया एन्ड गो अप, वी आर प्लानिङ टु डु। तर यो सिभिक सेन्सहरूको लागि पनि र बाटोमा चलाउँदा कसरी चलाउने, के गर्ने, त्यता पनि जानु पर्यो। र रुलहरू बन्दाखेरि डिस्कसन भएर रुल आयो भने अलि राम्रो हुन्छ। केही प्रब्लम हुनसक्छ भने हामी पहिला भन्छौँ, अचानकै रुल आइदिन्छ, रुल आइसकेपछि इट इज अ सरप्राइज, देन वी गो रनिङ, वी ट्राई टु मेक पिपल अन्डरस्ट्यान्ड। 2-3 महिना जान्छ, 2-3 महिनामा ड्यामेज भइसक्छ। सो एनी रुल बिफोर इट इज मेड, अ न्यू चेन्ज ह्यापन्स, अल स्टेक होल्डर्सहरूलाई बसाएर कुरा भयो भने मेबी ठिक नियम आउन सक्छ होला। इन्सुरेन्सको भूमिका एकदमै ठुलो रहन्छ। इन्सुरेन्सको समस्या र गर्नुपर्ने समाधानहरू के छन् त? नमस्ते सबैजनालाई। इन्सुरेन्सको कुरा गर्दाखेरि एउटा त मैले अघि पनि भनेको थिएँ हजुर, के भन्दाखेरि जो कल्प्रिट हो भेहिकल एक्सिडेन्टमा, सडकमा भएको एक्सिडेन्टमा जसको दोष छ, कमसेकम उसलाई जिम्मेवार बनाउने प्रवृत्ति सुरु भयो भनेदेखि अलिकति सजिलो हुन्थ्यो होला। इन्सुरेन्सले आफ्नो बेहोर्नुपर्ने लायबिलिटी त बेहोरिहाल्छ उसले, त्यसमा त दुई मात्रै छैन। तर यहाँ अलिकति कस्तो छ भन्दाखेरि अघि सरले भने जस्तै ठुलो गाडी जिम्मेवार उसँग पैसा छ, उसले तिर्न सकिहाल्छ नि, अर्कोसँग छैन भनेर गर्दाखेरि त्यो कल्चरले गर्दाखेरि के हो भन्दाखेरि त्यो अर्को पक्ष जसको गल्तीले भएको छ अथवा उसँग सक्षम छैन, फाइनेन्सियली ऊ सक्षम छैन होला, तर के भन्दाखेरि उसमा त्यो चेतना नै आएन, मैले एक्सिडेन्ट गरेँ भन्ने अथवा गर्नु हुँदैन, भोलि मैले रोड सेफ्टीलाई पालना गर्नुपर्छ, सडकमा निश्चितता भन्ने कुरा एउटा त्यो देखेँ। अर्को अलिकति अहिले वर्तमान परिप्रेक्ष्यमा इभीको कारणले गर्दाखेरि हामीसँग अलिकति त्यो रिपेयरिङ फेसिलिटिजहरू त्यति नभएकोले गर्दाखेरि हामीले गाडी त ल्यायौँ, गाडी त आउँछ महिनामा 4वटा 5वटा अझ त्योभन्दा बढी पनि मोडलहरू आइरहेछ, स्पेसली चाइनिज गाडीहरूमा। तर त्यसलाई भोलि गाडी हो सडकमा गुड्छ, एक्सिडेन्ट हुन्छ डेफिनेटली, त्यो केही न केही त त्यसमा चाहियो। तर त्यसको रिपेयरिङको फेसिलिटी नभइकन पनि त्यो सुनिश्चित भोलि त्यो रिपेयर हुनसक्छ भन्ने सुनिश्चितता नभइकन इम्पोर्ट गर्न दिएको कारणले नयाँ गाडीहरू कतिपय गाडीहरू थन्केर बसेको छ, सम्भवतः भन्दाखेरि स्क्रैप गर्नुपर्ने अवस्थामा छ। हामीले के फेस गरिरहेको छौँ, यो गाडी बन्दैन, म गाडी एबेन्डन गर्छु, मलाई अब टोटल लस चाहियो
अब हामी इन्सुरेन्स कम्पनी के गर्ने? हाम्रो दायित्व त्यो गाडी बनाउने र जुन कन्डिसनमा एक्सिडेन्ट भएको छ त्यो कन्डिसनमा पुर्याइदिने हो। इन्सुरेन्स कम्पनीले त्यो दायित्व ल्यायो हो, तर गाडी बन्दैन इन रियालिटी, किन स्पेयर पार्ट्स छैन, एक खालको त्यो कति उसमा त्यो एक्सपर्टिज छैन, मान्छे छैन, त्यो रिपेयर हुने गाडी पनि रिपेयर हुन सक्दैन एक्सपर्टिजको अभावमा। भनेपछि त्यो त स्क्रैपमा भोलि जाँदाखेरि त्यहाँ त इन्सुरेन्स कम्पनीको मात्र पैसा गएको होइन, त्यो पैसा त व्यक्तिको त गयो, जसले इम्पोर्ट गरेको छ इन्सुरेन्स कम्पनीले दियो भने नि पब्लिकको पैसा हो, त्यो पब्लिकको पैसा इन्सुरेन्स थ्रु गयो। सँगसँगै राष्ट्रको पैसा पनि गयो भन्छु म त। राष्ट्रको नि त पैसा त बाहिर गयो, एक्जिट भएको नि त्यो गाडी ल्याउनलाई। त्यो गाडी आएको 15 वर्ष हाम्रो देशको सडकमा गुड्थ्यो भनेदेखि आएको 1 वर्षमा त्यसलाई स्क्रैप डिक्लेयर गरेर जानुपर्छ भने त राष्ट्रकै पैसा बाहिर गयो। भनेपछि अलिकति रिपेयरिङ फेसिलिटीको सुनिश्चितता भइसकेपछि मात्र त्यो खालको पोलिसीमा अलिकति गभर्मेन्टले सोच्ने हो कि। अर्को तपाईँको चाहिँ अलिकति अब अहिले इन्सुरेन्सको कुरा गर्दा हामी यस्तो विडम्बनामा परेको छौँ, जस्तो अर्थमन्त्रीज्यूले अस्ति बजेट भाषणमा थर्ड पार्टी लायबिलिटी इन केस अफ डेथ 10 लाख रुपियाँ भनेर भन्नुभयो। राजपत्रमा पनि आयो, कानुनको सर लागू भइसक्यो। इन्सुरेन्समा अहिले केही पनि हुन सकेको छैन। अब यो कमजोरी रेगुलेटरको भन्ने कि अब कम्पनी आफैले त केही गर्न सक्दैन, यति प्रिमियम लिने यसरी जाने भन्ने सम्भवतः आउनुपर्ने रेगुलेटरबाटै हुन्थ्यो होला। उहाँहरूले कोसिस त गरिरहनु भएको छ, अझ मेट्रोलाइज भएको छैन यो कुरा। अब भोलि अहिले सडक गाडी एक्सिडेन्ट भयो भने अब हाम्रो कानुनले दिलाउने भराउने अधिकार, क्षतिपूर्ति दिलाउने, भेहिकल एक्सिडेन्टमा क्षतिपूर्ति दिलाउने भराउने अधिकार हाम्रो सिडिओ साहबलाई दिएको छ। उहाँले कानुन टेकेर निर्णय गर्नु पर्यो, उहाँले 10 लाख रुपियाँ दिनु पर्यो क्षतिपूर्ति भन्ने बाहेक सायद हिजोको 5 लाख रुपियाँ उहाँले निर्णय गर्न सक्नुहुन्न होला। र 10 लाख रुपियाँ दिनै पर्यो। अब देखेको छु हामी आयो भने हामी 10 लाख दिन सक्ने अवस्थामा अहिले छैनौँ, हामी 5 लाखभन्दा दिन सक्दैनौँ। भनेपछि त्यो बिचको 5 लाखको कसले, त्यो व्यवसायीले बिहोर्ने कि कसले बिहोर्ने? एउटा ठुलो विडम्बना चाहिँ मैले किन बजेट भाषण आएको नि यत्रो भइसक्यो। Sawari. Anytime, anywhere. नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाज्यूको यस सन्दर्भमा भनाइ के छ त? सर्वप्रथम त म कर्पोरेटलाई एकदमै धन्यवाद पनि दिन चाहन्छु यस्तो कार्यक्रम राख्नु भएकोमा। आई थिङ्क अहिलेको लागि चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। र उद्योग वाणिज्य महासङ्घमा बस्दा पनि अहिले पनि बस्दाखेरि चाहिँ व्यवसायहरूले चाहिँ प्रोडक्टिभ र नन प्रोडक्टिभ सेक्टर भन्छ होइन, र स्पेसली अटोमोबाइल सेक्टरलाई चाहिँ नन प्रोडक्टिभ हो कि भन्ने कुरा गर्छ। तर वाट आई फिल भनेको यो हाम्रो जस्तो देश जुन एउटा ल्यान्ड लक कन्ट्री छ त्यसमा चाहिँ यातायात इज भेरी इम्पोर्टेन्ट, उपभोक्ताको लागि पनि होस् या इभन लाइक प्रोडक्टिभ सेक्टर भनेर उत्पादनमूलक क्षेत्र नदेखे तापनि उसले चाहिँ सप्लिमेन्ट गर्छ कि त्यसलाई उसले कम्प्लिमेन्ट गरेर आउँछ। किनभने कुनै पनि उत्पादनमूलक उद्योगमा चाहिँ हामीले ट्रान्सपोर्टेसन मेक्स अ भेरी बिग डिफरेन्स होइन, त्यहाँ चाहिँ कस्ट अफ डुइङ बिजनेसलाई चाहिँ यसले घटाउनमा मद्दत गर्छ। त्यस कारणले चाहिँ यसलाई हामीले टोटली अनप्रोडक्टिभ सेक्टर भनेर जुन कुराहरू आउँछ नि महासङ्घमा अरूमा, त्यो चाहिँ मलाई लाग्दैन। किनभने यो एउटा इम्पोर्टेन्ट सेक्टर जसले चाहिँ देशको आर्थिक विकासको लागि चाहिँ कन्ट्रिब्युट गरिरहेको हुन्छ इन्डिरेक्टली। र अब अहिले धेरै कुराहरू मैले यहाँ नाइमाको उहाँबाट आकाशजीबाट पनि सुने, नेपाल चेम्बरबाट पनि सुने होइन, र इन्सुरेन्सबाट पनि सुने। र फर्स्ट अफ अल त अब नेपालभरि भ्रमण गर्दाखेरि सबभन्दा ठुलो कुरा इन्फ्रास्ट्रक्चर नै हो। किनभने इन्फ्रास्ट्रक्चर जब राम्रो हुन्छ तब त्यहाँ चाहिँ अब हामीले भेहिकल्सहरू पनि एकदमै फास्ट उसको लागि पनि हुन्छ या बिजनेसको लागि पनि हामीले कस्ट अफ डुइङ प्रोडक्सनलाई पनि यसले घटाउँछ जस्तो लाग्छ। तर अब अहिले हेर्दाखेरि चाहिँ अब हामीले यातायातको कुरा गर्दाखेरि चाहिँ अब हाम्रो फ्युचर भनेको नै इभी भेहिकलै हो। र मैले कहाँ पढि पनि रहेको थिएँ, नर्वे पछि चाहिँ नेपाल इज द सेकेन्ड कन्ट्री रहेछ जसले चाहिँ इभी गाडी 100 आयो भने अलमोस्ट 76% चाहिँ इभी गाडी नै आउँदो रहेछ। र नेपालको फ्युचर भनेको पनि अब हुन त इभन ग्लोबली हेर्दाखेरि पनि अब क्लाइमेट चेन्जले गर्दाखेरि भनौँ या चाहिँ फ्युलकोले गर्दाखेरि नेपालले चाहिँ यो गाडीलाई प्रमोट गर्नुपर्छ भनेर उद्योग वाणिज्य महासङ्घबाट हामीले यसलाई कुराहरू उठाइरहेको पनि हो। र पोलिसीगत कुरामा चाहिँ ट्याक्समा जुन एउटा मैले देखेको चाहिँ घटबड भइरहेको कुरा अघि उहाँले पनि उठाउनु भएको थियो दीपकजीले होइन, त्यो चाहिँ एकदमै फ्लक्चुएट भएकोले गर्दाखेरि स्पेसली जस्तै अटोमोबाइल सेक्टरमा भएका व्यवसायहरूलाई चाहिँ यसले एकदमै गाह्रो पर्नमा आउँछ होइन। र त्यसले गर्दाखेरि चाहिँ अलिकति अनब्यालेन्स होइन, जस्तै कुनै पनि आर्थिक हाम्रो बजेट आउनु अगाडि चाहिँ अब चाहिँ गाडी बढ्न लाग्छ अरे भनेर किन्नेको पनि त्यत्तिकै हुन्छ, मगाउनेको पनि त्यत्तिकै हुन्छ कि त्यो कुरालाई चाहिँ त्यसले अलिकति नराम्रो प्रतिस्पर्धा गर्छ कि भन्ने कुरामा पनि यहाँहरूले ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यस कारणले चाहिँ
इभी गाडीको चाहिँ एक किसिमको चाहिँ ट्याक्सको कुराहरू कस्टमको कुराहरू चाहिँ हामीले स्टेबल हुनु पऱ्यो कि हुन त अरू कुरामा पनि धेरै अनस्टेबल पोलिसिजहरूको हामी कुरा गर्छौँ र त्यस कारणले एउटा पोलिसी स्टेबल हुनु पऱ्यो ट्याक्सको कुराहरू यहाँले त्यो आफ्नो उसमा राख्न सक्नुहुन्छ। अर्को चाहिँ स्पेसली इभी गाडीको कुराहरू हेर्दाखेरि चाहिँ यसको मेन्टेनेन्स आफ्टर अब 7-8 इयर्स पछि ब्याट्रीलाई चाहिँ अब हामीले त्यसलाई कुनै ठाउँमा म्यानेज गर्नुपर्ने होला किनभने नयाँ ब्याट्री चेन्ज गर्नुपर्छ। त्यो चाहिँ अब त्यो ब्याट्रीमा चाहिँ धेरै किसिमको रासायनिकहरू भएकोले कहाँमा यसलाई चाहिँ हामीले डिस्पोज गर्ने भन्ने कुरा पनि अहिलेदेखि सरकारले नीति ल्याउनु पऱ्यो कि किनभने यति इभी गाडीहरू बढिरहेको छ होइन गाडी मोटरबाइकहरू त्यो नीति अहिलेसम्म नभएकोले पछिको लागि चाहिँ समस्या आउँछ कि भनेर चाहिँ एउटा धारणा पनि राख्न चाहन्छु। र अर्को चाहिँ अफकोर्स म्यान पावरको पनि अलिकति कता कता कमी इभी गाडीहरूमा चाहिँ देखिएको छ होइन जुन उहाँहरूको आकाशजीहरूको कुरा सुन्दाखेरि पनि किनभने हामीले एकदमै इभी गाडीमा चाहिँ एकदम अपस्किल चाहिँ ल्याउनु पर्ने रहेछ होइन त्यस कारण त्यसलाई कसरी हामीले गर्न सकिन्छ यसलाई अगाडि बढाउन सक्छ भन्ने कुरामा चाहिँ अब नारा भयो नाइमा जस्तो एसोसिएसनसँग मिलेर चाहिँ यहाँहरूले छलफल गर्नुभयो भने चाहिँ पछि फ्युचरको लागि चाहिँ यसले अझ राम्रो हुन्छ होला। र अर्को रिन्युवलको कुरामा चाहिँ एकदमै ह्यासल पनि छ कि गाडीहरू यातायात रिन्यु गर्न जाँदाखेरि त्यो ह्यासललाई चाहिँ अब मिटिगेट गर्ने हो भने अघि इन्डियाको पनि कुरा आयो। इन्डियामा चाहिँ इफ यु पे वान टाइम ट्याक्स त्यो चाहिँ होल लाइफमा ट्याक्सै तिर्नु पर्दैन रहेछ। त्यसलाई पनि हामीले एकचोटि रिथिङ गर्ने हो कि के हुनसक्छ भनेर किनभने त्यो भनेको अहिले हामी चाहिँ फेसलेस को कुरा गरिरहेछौँ होइन पेपरलेसको कुरा गर्दाखेरि चाहिँ यस्तो कुराले चाहिँ लङ टर्ममा चाहिँ झन्झटिलो नहुन सक्छ त्यसका वान टाइम पेमेन्टमा जाने हो कि भन्ने कुराहरू पनि छ भने अर्को चाहिँ अब इन्फ्रास्ट्रक्चर अफकोर्स द्याट इज भेरी इम्पोर्टेन्ट। जति राम्रो इन्फ्रास्ट्रक्चर जति राम्रो रोड भयो त्यति राम्रो चाहिँ हामीलाई हरेक क्षेत्रमा उपभोक्ताको लागि पनि भयो गभर्मेन्टको लागि पनि भयो र इभन इन्डस्ट्रिजको लागि चाहिँ यसले यो यातायातले चाहिँ कस्ट अफ प्रोडक्सन डुइङ बिजनेसमा चाहिँ घटाउँछ। यसलाई चाहिँ यहाँहरूले चाहिँ नयाँ पोलिसी बनाउँदाखेरि चाहिँ हेर्नुपर्छ कि जस्तो लाग्छ किनभने यसले चाहिँ वान अफ द एकदमै हाइएस्ट राजस्व पनि पे गरेर आउँछ होइन वेन यु इम्पोर्ट भेहिकल्सहरू र त्यसलाई चाहिँ अलिकति सोचेर गर्दाखेरि चाहिँ आउने दिनहरूमा चाहिँ यी कुराहरूले चाहिँ केही सपोर्ट हुन्छ र हामीले अहिलेको लागि मात्रै नभएर फ्युचरको लागि पनि हामीले सोच्नुपर्छ जस्तो लाग्छ इभी गाडीको। नाइमाका सदस्य श्याम सापकोटाज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन अनुरोध गर्दछु। हामीले रिसेन्ट गभर्मेन्ट आएपछि जुन सार्वजनिक यातायातहरूको चाहिँ दर्ता बन्द गरिएको छ अब फेरि यो भेहिकल अटोमोबिल सेक्टर भन्ने बित्तिकै हामीले चाहिँ खालि ठुला गाडीहरू बसहरू त्यो मात्रै बुझ्छौँ तर मैले विगत 11 वर्षदेखि इलेक्ट्रिक 3 व्हिलरहरू पनि बेच्दै आएको छु तराई रिजनमा र इलेक्ट्रिक टु व्हिलर र 4 व्हिलर पनि छँदैछ। 3 व्हिलरहरूले सर यो चाहिँ तराई क्षेत्रमा कतिको भिजिट गर्नुभएको छ 35,000 देखि 40,000 को इयरली मार्केट हो 3 व्हिलर भनेको तर त्यसको यातायात त्यसको चाहिँ दर्ता बन्द हुँदाखेरि चाहिँ धेरै समस्या आएको छ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि विगत 11 वर्षदेखि हामीले 2015मा सुरु गरेको कति रोजगारी हामीले प्रोभाइड गर्न सफल भएका छौँ कति चाहिँ वैदेशिक रोजगारीमा जानेहरूलाई रोक्न सकेका छौँ। त्यति मात्रै नभई समाजमा बढेको कुरीतिहरू चोरी डकैतीहरूलाई पनि चाहिँ त्यसले चाहिँ रोकेको छ। तर अब अचानक यो बन्द हुँदाखेरि चाहिँ त्यसको अलिकति समस्या आएको जस्तो देखिया छ। त्यसले गर्दाखेरि यस विषयमा पनि सोच्नुपर्छ किन भन्दाखेरि धेरै अटोमोबिल इम्पोर्टरहरूले चाहिँ अब यो खालि गाडी ट्रक बसहरू मात्रै इम्पोर्ट गर्ने हुनाले चाहिँ त्यो सेक्टरलाई चाहिँ अलिकति छायामा पर्छ। फेरि डिस्कसनहरू पनि खालि काठमाडौँमा मात्रै हुने भएर इम्पोर्टर्सहरू म्याक्सिमम उताको साइडमा हुनुहुन्छ। त्यसले गर्दाखेरि त्यो हामीले कभरअप गर्न सकिरहेको छैनौँ। त्यो एउटा चाहिँ हेरिदिनुपर्छ जस्तो लाग्छ। Sawari. Anytime, anywhere. अर्को भनेको भेहिकल टेस्टिङ स्ट्यान्डर्ड्स। अब तपाईँको यो भेहिकल टेस्टिङ स्ट्यान्डर्ड एउटा हामीले बनाउन सकेका छैनौँ। VFTC ठाउँ ठाउँमा छ 8-10वटा कार्यालयहरू छ तर कुनै पनि मसिन चालु अवस्थामा छैनन्। अब भन्न त हामीले 2-4 वर्षदेखि नै भन्दै आएको छौँ 2-4 वर्षदेखि नै ती बन्द छन्। अब तपाईँको भेहिकल हाम्रो आफ्नो गभर्मेन्टले टेस्टिङ गर्ने चाहिँ सकेका छैन तर अब यता चाहिँ महालेखाले चाहिँ बेरुजुहरू निकालिरहेको छ। अब त्यो त हामीले गभर्मेन्टले प्रुफ
गर्नु पऱ्यो नि त यो भेहिकलको यति किलोवाट हो कि 100 किलोवाट हो कि 150 किलोवाट त गभर्मेन्टले प्रुफ गर्न त सकेको छैन नि त। त्यो कसैले चलाउन पनि आउँदैन, चलेको पनि छैन। एकदम सिम्पल कुरा छ, 2-4 करोड त्यसमा इन्भेस्टमेन्ट भएको छ, तर त्यो VFTC टेकुको अब त्यो कहिले चल्दै चल्दैन। 2 व्हिलर पनि टेस्टिङ गर्ने इक्विपमेन्ट छैन, 4 व्हिलर त टेस्टिङ गर्ने कुरै भएन। डाँडामा लगेर तान्छ कि तान्दैन त्यो अब्जेक्टिभ वेमा त्यो एकदमै त्यो हेर्दैखेरि पनि हामीलाई त अब किन भन्दाखेरि हामीले चाइनासँग कुरा हेरेर हुन्छ कसरी टेस्ट गर्दा भन्दाखेरि नि आफूलाई लाज मर्ने कुरा छ कि अब यस्तो यति कनेक्ट गऱ्यो यति उकालोमा लान्छ अनि टेस्ट गर्छ भन्दाखेरि चाहिँ त्यो अलिकति धेरै ठुलो कुरो थिएन। 2-4 जना इन्जिनियर राखेर त्यो चालु गर्न सकिन्थ्यो, त्यो गर्न सकेको छैन। त्यो चाहिँ गर्नु पर्थ्यो, त्यो गरेको छैन। त्यो भएर त्यो कुराहरू छ। अर्को भनेको नयाँ गभर्मेन्ट अलिकति इभी फ्रेन्डली। म चाहिँ अब विगत 11 वर्षदेखि इभी नै गरेर भएर अब म्याक्सिमम् इभी आउँछ है, अलिकति यसको एडभोकेसी पनि गर्दै आएको भएर इभी फ्रेन्डली होला कि भन्ने चाहिँ धेरै एक्सपेक्टेसन थियो। तर योपालि सरले दीपक सरले भन्नुभयो जस्तो पहिला 500 रुपियाँ थियो रोड ट्याक्स, अहिले मिनिमम पनि 6500, योपालि पनि 1500 बढाएर 6500 पुऱ्याएको छ। त्यही भएर अब फ्रेन्डली त छैन, अलिकति त्यति देखिया छैन। अर्को भनेको एउटा मलाई चाहिँ अब हिजो मैले पर्यटन व्यवसायीहरूसँग भेट्दाखेरि चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने चाइनामा भनौँ अथवा जापानमा पनि अलिकति 5 वर्षपछि त्यसलाई रिफर्बिस्ड गरेर गाडीहरू ल्याउने अथवा धेरै कन्ट्रीहरूमा जान्छन्। त्यसरी चाहिँ अब नेपालमा पनि अलिकति सुरुवात गर्न सकिन्छ कि राम्रो गाडीहरू चाहिँ नेपालमा चाहिँ ल्याउन सकिन्छ कि। अब त्यो सबैलाई कमर्सियल वेमा ल्याउने होइन, कुनै संस्था छुट्याएर अथवा कुनै स्ट्यान्डर्ड छुट्याएर कोटाको सिस्टम गरेर भए पनि बरु चाहिँ उताबाट आउने क्लाइन्टहरूलाई चाहिँ त्यो चाहिँ राम्रो गाडी चढाउन पाइन्थ्यो, राम्रो गाडीहरू चाहिँ उनीहरूलाई चाहिँ अफर गर्न सकिन्थ्यो, प्राइस पनि सस्तो पर्थ्यो। त्यो हिसाबले कुरा भइरहेको थियो। त्यसमा पनि सोच्न सकिन्छ कि जस्तो लाग्छ। र अपर्च्युनिटीहरू धेरै छन्। नेपाल त वान अफ द यो इभी अडप्टेसनको लागि वान अफ द बेस्ट कन्ट्री भएको छ। त्यसले गर्दाखेरि त्यो अडप्टेसनको यहाँको हाम्रो चाहिँ टेरेन यस्तो छ कि हरेक कुराको टेस्टिङ गर्न सक्ने टेरेन छ। जस्तो हाई अल्टिट्युड टेस्टिङहरू चाहिँ गर्न सकिन्छ। हरेक इभीलाई इभी हब जस्तो बनाएर, टेस्टिङ हब जस्तो बनाएर हाई अल्टिट्युड टेस्टिङ, ब्याट्री पर्फर्मेन्सको रिसर्च, किन भन्दाखेरि हामीसँग टेम्परेचर, तराईको टेम्परेचर पनि छ, हामीसँग हिमालको टेम्परेचर पनि छ। भनेको त्यो टेस्टिङहरू हामीले गर्न सक्छौँ। रिजेनेरेटिभ ब्रेकिङको टेस्टिङहरू यहाँ गर्न सकिन्छ। कति इम्पोर्टेड भेहिकलहरूमा चाहिँ यहाँ ब्रेकिङको इस्युजहरू छ। त्यसपछि कोल्ड वेदर पर्फर्मेन्स टेस्टिङहरू पनि गर्न सकिन्छ। त्यस्तो टेस्टिङहरूको लागि पनि एउटा चाहिँ गभर्मेन्टले इनिसिएटिभ लिएर त्यो स्ट्यान्डर्डहरू हुन त हामीले आफ्नै त गर्न सकेका छैनौँ, तर यो एउटा चाहिँ गर्न सकिन्छ कि भन्ने एउटा चाहिँ त्यो प्लानिङमा राख्न सकिन्छ। अर्को भनेको स्क्रैपिङ पोलिसी हामीसँग छैन। यो स्क्रैपिङ पोलिसी अब इभीको लागि मात्रै टार्गेट गर्नुहुन्छ, अरूको लागि पनि स्क्रैपिङ पोलिसी अलिकति आउनुपर्छ। स्क्रैपिङ पोलिसी इज भेरी इम्पोर्टेन्ट। अहिले त अब साँच्चै भन्नुपर्दा एउटा चाहिँ कसरी स्क्रैप गर्छौ भनेर चाहिँ गभर्मेन्टले भन्छ, तर त्यहाँ एसे लेखेर कस्टममा पठाइदियो भने द्याट इज अप्रुभ। त्यो खास त्यो केही पनि छैन। त्यो एसेले कसैले पढ्ने पनि होइन, केही पनि होइन। त्यो हुँदाखेरि चाहिँ स्क्रैपिङ रियलमा चाहिँ गभर्मेन्टले थिङ्क गर्नुपर्ने कुरा हो, कसरी गर्ने अब यो भनेर अथवा सल्लाह गर्नुपर्ने हो। त्यो स्क्रैपिङहरूमा पनि अलिकति सोच्नुपर्ने हुन्छ। कस्टम पोर्टहरूको हालत बिजोग छ। गाडी अब 9मा स्टार्ट गर्ने भनेर लागेका छन्, तर गाडी मेरो 2टा मोडल आउने थियो, 2टै रोकिसक्यो। त्यो आउने चान्सेस छैन, पुरानै गाडी देखाएर बस्नुपर्ने छ। किन भन्दाखेरि जहिले पनि कस्टममा इस्युज नै छ। 15 दिनमा 12 दिनमा गाडी आउने ठाउँमा अहिले अब यो पानीको सिजनमा त यो नै भन्नुभयो त्यो कहिले खुल्छ। अब गभर्मेन्टको यताबाट पनि इनिसिएटिभ हुँदैन। सानो पहिरो जाँदाखेरि पनि हप्तौँसम्म अड्किनुपर्ने स्थिति छ। त्यसपछि अर्को भनेको यो डिपार्टमेन्ट्स, गभर्मेन्टको डिपार्टमेन्ट्स यो कोअर्डिनेसन नै छैन। यताबाट अब किन भन्दाखेरि भेहिकलको सबै टेस्टिङदेखि लिएर चेक जाँच गर्ने भनेको तपाईँको यातायात व्यवस्था विभाग हो। विभागले चिठी लेखेर ठिक छ गाडी भन्यो भने पनि कस्टमले चाहिँ अनेक त्यो चाहिँ बहाना गरेर अनेक कुराहरू गरेर चाहिँ त्यसलाई रिजेक्सन गर्ने केसेसहरू छ। त्यसपछि मैले 4-5 वर्ष अगाडि नै 4-5 त नभनौँ, त्यो 2-3 वर्ष अगाडि चाहिँ हाइड्रोजन स्कुटर ल्याउने प्लानिङ गरेको थिएँ। तर अब यहाँ
दर्तैको प्रक्रिया नहुने भएको, किन भन्दा त्यो यातायात व्यवस्था ऐनमा नै समावेश नभएको, त्यो क्याटेगोरीको भेहिकलै नहुने भएको भएर चाहिँ त्यसलाई अहिलेसम्म सोचिएकै छैन। अब त्यो नयाँ फ्युल सिस्टममा आउँदाखेरि दर्ता कसरी गर्ने भन्ने नै छैन। त्यही भएर यो प्रब्लमहरू अब हजुरलाई धेरैचोटि हामी बसिसकेका छौँ, धेरै कुराहरू त थाहा छ पनि। अब यो पोइन्ट वाइज चाहिँ यति भने धन्यवाद सामसामुद्र सर अहिले भन्नाले। अब म नाइमाका अध्यक्ष ऋतु वैद्यतिर जाउँ। के छ त नाइमाले के कार्यक्रमहरू ल्याउँदैछ, के गर्दैछ र तपाईँले व्यक्तिगत तौरमा नि के गरिराख्नु भएको छ? धन्यवाद मित्रजी। नमस्कार सबैजनालाई। अनि हाम्रो एक्चुअली अहिले नाइमा हामी त्यही जम्मै पुगिसकेँ। अब 2-4 दिनमा हाम्रो अटो सो पनि छ नाइमा मोबिलिटी एक्सपो। त्यहाँ हाम्रो एकदमै जोडसोडले अहिले चलिरहेछ। आई थिङ्क धेरै जस्तो इस्युज हामीले सुनिसकेँ अबाउट द इन्डस्ट्री। मेरो अहिले के छ भने मोस्ट अफ द थिङ्स आई एग्री। इनफ्याक्ट यसमा धेरै हाम्रो कस्टमदेखि हाम्रो पोलिसी स्टेबिलिटीदेखि इन्फ्रास्ट्रक्चर म्यानेजमेन्ट, इन्फ्रास्ट्रक्चर इम्प्रुभमेन्ट, त्यो सबै हामी एकदमै खाँचो देख्छौँ। जे होस् भने हामीले आफ्नो मनोबल अहिले हराएको छैन। हाम्रो 55 वटा ब्रान्डले आफ्नो गाडीहरू त्यहाँ दर्शाउँछ। 11 अगस्तदेखि 16 अगस्तसम्म हाम्रो अटो सो छ। त्यसमा हाम्रो नाइमाको एज एन एसोसिएसन हाल्न के छ भने हाम्रो मेम्बर्सलाई फेसिलिटेट गर्ने, उहाँहरूको एकदमै राम्रो बिक्री हुनु पऱ्यो। हाम्रो कस्टमर्सको लागि एकै छाना हुने हामीले यति गाडी देखाउनु सक्नुपर्ने हो। अनि त्यसबाहेक हाम्रो के छ भने हामीले जति कुरा अघि गरेँ, आई थिङ्क अहिले जति कुरा गर्दाखेरि धेरै नेगेटिभ टोन आउँछ, किनकि धेरै ठाउँमा हाम्रो इम्प्रुभमेन्ट चाहिने हो। स्टार्टिङ फ्रम policy making to infrastructure to processes, education of the processes, new technology education, यो सबै हेर्दाखेरि हाम्रो रेजिस्ट्रेसन अनि त्यहाँदेखि फाइनेन्सिङ सबै चिजमा हामीलाई एकदमै फोकस चाहिने हो। अनि सो त्यसको लागि हामीले आफ्नो 6 दिनै एभ्री डे हाम्रो एउटा लर्निङ सेसन छ। पहिलो दिन हामी गर्न लाग्छौँ भने एफडिआइज र हामी जसरी गाडीलाई एउटा लग्जरीको प्रडक्ट मान्छौँ, द्याट इज बिकज हामी एउटा प्रडक्टको भ्याल्यू देखेर त्यसलाई लग्जरी मानिरहेछौँ। जबकि मोबिलिटी इज अ पार्ट अफ एभ्रिबडीज लाइफ। हाम्रो आज मोबिलिटी नभयो भने न हामी यहाँ आउनुमा टाइममा पुग्ने हो, न हामी कहीँ आफ्नो लजिस्टिकली आफ्नो काम बनाउन सक्छौँ, या गाडी बेच्ने मात्रै कुरा होइन। मोबिलिटी इज ओन्ली टु फेसिलिटेट द ओभरअल ग्रोथ अफ इकोनोमी। Sawari. Anytime, anywhere. हामी यही एउटा पोइन्ट ठुलो मिस गरिरहेछौँ, किन हामी जहिले पनि एउटा त्यो भ्याल्यु अफ द गुड्सको हेर्छौँ होइन। त्यही भएरै हाम्रो गभर्मेन्टले पनि जहिले पनि ट्रान्सपोर्ट सेक्टरलाई एउटा ट्याक्सको स्रोत मान्छ। जबकि ट्याक्सको स्रोत नमानेर भोलि हाम्रो पुरा इकोनोमी डेभलप भयो भने ट्रान्सपोर्टेसन त एउटा मिन्स अफ गेटिङ यर लोकेसन्स या यर डेस्टिनेसन छ। सो त्यसलाई हामीले एकदमै रिडिफाइन गर्नु पर्यो। बट द्याट इज अ भेरी डिप स्टेटमेन्ट, किन त्यो अन द सर्फेस लिनु भएन। इकोनोमी डेभलप गर्ने भने त हामीले सबै सेक्टर्सको कुरा गऱ्यौँ। हामीले ओन्ली आज पनि म हाम्रो आफ्नै ग्रुपको पनि कुरा गर्ने हो भने त ट्रान्सपोर्टेसन या हाम्रो गाडी बेच्नमा प्रमिनेन्ट एउटा पोर्टफोलियो छ। बट जे होस् भने हाम्रो अरू पनि इन्डस्ट्री छ, त्यहाँ पनि हाम्रो गाडी युज हुन्छ या स्कुटर युज हुन्छ या साइकलै होला। बट सो त्यसलाई हामीले सेक्लुजनमा नहेरौँ अनि त्यसलाई एउटा ट्याक्सको स्रोत मात्र नहेरौँ। सो त्यसैलाई एड्रेस गर्नुको लागि हामीले फर्स्ट डेमा एफडिआई र इन्भेस्टमेन्ट प्रमोसन मोबिलिटी फ्युल फर ग्रोथ अफ इकोनोमी भनेर फर्स्ट सेसन राखेको छ। अनि त्यसमा हाम्रो टिम गोचर डोल्मा फाउन्डेसनको हुनुहुन्छ उहाँ, अनि ब्याङ्किङबाट हाम्रो मिनिस्ट्रीबाट पनि हुनुहुन्छ। अनि सो सबैजना त्यहाँ भेला भएर हामीले त्यसको बारेमा छलफल गर्ने। वी किप टकिङ अबाउट एफडिआई आउनु पर्यो, इन्भेस्टमेन्ट बढ्नु पर्यो, बट जहाँ हामी आफ्नै देशको मान्छे सबै बसेर यति नेगेटिभली सोचिरहेछौँ, त्यसलाई हामी बाहिरको मान्छे कसरी बोलाउँछौँ, त्यसलाई व्यवस्थित गर्नुको लागि पहिला त हामी आफ्नो प्रब्लम्स एड्रेस गर्नु पर्यो, फेरि मात्रै पाहुनालाई बोलाउनु पर्यो। सो एउटा त्यसलाई एड्रेस गर्नुको लागि हामीले त्यसको बारेमा पनि एउटा छलफल राखेको छ। सेकेन्ड डेमा हाम्रो ट्राफिक सिचुएसन हिजो आज भोलि ट्रान्सपोर्टेसनकै, किन देयर वाज अ टाइम जब हामीले एउटा लग्जरी थियो, माने कसैको गाडी होला या पनि गर्नु सक्ने कति फ्यामिलीज थियो,
या कतिजना थियो उसको पछि एउटा अलिकति प्रोग्रेस हुँदाखेरि अलिकति अ डिस्टेन्ट ड्रिम भयो आज हाम्रो यति एक इमाई चाइल्ड भएर होस् त्यो आज सबैजनाले अफोर्ड गर्ने जस्तो भएछ बट हामी अहिले पनि यसलाई लग्जरी मानिरहेका छौँ यसलाई हामीले बट नेक्स्ट स्टेपमा कसरी लाने नेक्स्ट स्टेप मिन्स हाम्रो पब्लिक ट्रान्सपोर्टेसन फेसिलिटी त्यसमा हाम्रो गभर्मेन्टसँग मिलेर हो कि प्राइवेट सेक्टरसँग मिलेर हो कि हामीले कसरी यसलाई व्यवस्थित गर्ने हो प्राइवेट सेक्टर प्राइवेट प्यासेन्जर गाडीहरूले धेरै प्रोग्रेस गरिसके अघि हामीले सुनिसके अलमोस्ट 80% जति हाम्रो प्यासेन्जर कार इभीमा गइसकेको छ अनि बट यस पब्लिक ट्रान्सपोर्टतिर हामीले अहिलेसम्म देखेकै छैन अघि उहाँले हाइड्रोजन त आई थिङ्क इज अ भेरी डिस्टेन्ट ड्रिम एन्ड आई फिल हाइड्रोजन ल्याउनुभन्दा अगाडि हामी एकदम इन्फ्रास्ट्रक्चर बनाऊ किन हाइड्रोजन इज अगेन अ भेरी भोलिटाइल फ्युल सो त्यही भएर त्यसलाई पनि हामीले ल्याउनुभन्दा अगाडि एकदम व्यवस्थित गर्नुपर्छ जसरी इभीको अहिले हामी कुरा गरिरहेका छौँ गाडी पहिला अगेन के हुन्छ भने धेरै जस्तो प्राइवेट सेक्टर एकदम प्रोएक्टिभ भएर धेरै गाडी छिर्यो रुल पोलिसी थिएन उसको बारेमा सो आज गएर हामी त्यसको कुरा गरिरहेका छौँ द्याट ओके म्यान पावर पुगेन टेक्निसियन पुगेन पूर्वाधार पुगेन चार्जिङ स्टेसन्स पुगेन अनि सो त्यसलाई हामीले कसरी एड्रेस गर्ने ओके हाम्रो आई थिङ्क डेभलपिङ नेसन्सको हिसाबले धेरै जस्तो प्राइवेट सेक्टर अगाडि हुन्छ अनि पोलिसिजको पछि आउँछ ठिकै छ त्यो पनि मानौँ बट अहिले पनि वी हेभ अ गुड टाइम अगाडिको नयाँ टेक्नोलोजीमा हामी ध्यान नजाउँ अहिले कस्टममा पनि हाम्रो के देख्नु परिरहेछ भने जस्तो आइस हाइब्रिड स्ट्रङ हाइब्रिड माइल्ड हाइब्रिड छुट्याउने नै उहाँलाई एजुकेसन छैन इभी भोलि गएर हाम्रो प्लग इन आउँछ लङ रेन्ज एक्सटेन्डेड रेन्ज इभीज आउँछ त्यसलाई कसरी छुट्याउने ओके एउटा राम्रो कुरा के भएछ भने हाम्रो ट्याक्सेसन प्राइस ब्राकेटमा गएपछि हामीले त्यो फ्याक्टरी एलिमिनेट गर्ने ठिक छ कस्टम नाउ डज नट ह्याभ टु डिल विथ कस्तो खालको टेक्नोलोजी त्यो हट्यो बट एटलिस्ट ओके अब हामी प्राइस कोर्समा जान्छौँ यहाँदेखि अब हाम्रो नेक्स्ट कुरा के आउँछ भने यसलाई हामीले स्टेबिलिटी ल्याउँ भोलि गएर नेक्स्ट इयर गएर फेरि यसलाई रिभर्स गरेर पनि अरू मापदण्डमा लग्यो भने त्यो पनि डिस्टेबिलाइजेसन हुन्छ किनकि इम्पोर्टर्सले एउटा एक वर्षको प्लान दिनुपर्छ आफ्नो पेरेन्ट कम्पनीलाई त्यहाँदेखि इम्पोर्ट हुने बेलामा त आउनेसम्म तपाईँको रेगुलेसन चेन्ज भयो जस्तो युरो 3 को ठाउँमा युरो 4 को ठाउँमा भोलि गएर बिहान 6 भइहाल्यो हाम्रो त बिचमा धेरै लस भयो त्यहाँ किनकि हाम्रो गाडी आइडेन्टिफाई गर्नुमा थियो बट आइडेन्टिफाई गर्नुमा 6 महिना लाग्यो त्यहाँदेखि सप्लाई हुनुमा अर्को 3-4 महिना लाग्यो सो यस्तो कुरा नहोस् भन्ने हजुरको यसमा त आई थिङ्क यो आई थिङ्क पोलिसी स्टेबिलिटी ट्याक्सेसन स्टेबिलिटी प्रोसिजरल स्टेबिलिटी त्यो सबै नै चाहिने हो सो त्यसको बारेमा हाम्रो सेकेन्ड लर्निङ सेसन छ Sawari. Anytime, anywhere. फेरि हाम्रो एआई र रोबोटिक्सको बारेमा पनि एउटा सेसन छ सो द्याट अहिले नयाँ टेक्नोलोजी आउँदैछ त्यसमा पनि हामीले कसरी यसलाई समावेश गर्ने कहाँ युज गर्नु मिल्छ त्यसलाई पनि एउटा एजुकेसन हुन्छ देन एउटा हाम्रो ब्याट्री रिसाइक्लिङ र एथेनोल ब्लेन्डिङ किन हाम्रो छिमेकी देशमा एउटा यो प्रब्लम धेरै भइरहेको छ सो त्यसलाई पनि हामी पहिला नै एड्रेस गरौँ त्यस रिसाइक्लिङको लागि त इट इज हाई टाइम धेरै गाडी छिरिसक्यो कुनै गाडी त 4-5-6 वर्ष पनि भइसक्यो अहिले टाइम आउँदैछ जहाँ हामीलाई रिसाइक्लिङ चाहिने हुन्छ बट हामीले अहिले आइडेन्टिफाई गरेर कसरी रिसाइक्लिङ हुन्छ इन्डिभिजुअली सबै कम्पनीले गर्नु पर्यो भने त्यसको साध्य छैन किनकि त्यो जस्टिफाई नै हुँदैन उसको भोल्युम जो उसको मिनरल सेपरेसन गर्नुपर्ने उसको जो रेयर अर्थको पनि सेपरेसन छ त्यो सबै हामीले कसरी गर्ने त्यसको पोलिसी पेपर आजै बन्नु पर्यो एथेनोल ब्लेन्डिङको बारेमा हामीले जो विज्ञ छ इन्डियाबाट बोलाएछ किन हाम्रो के छ भने यति हाम्रो कन्ट्रोभर्सी त्यहाँ भइरहेछ लेट्स एजुकेट आवरसेल्फ इन टाइम कि हामी यो कन्ट्रोभर्सीतिर जाने कि नजाने हाम्रो लागि यो युजफुल छ कि छैन यो सबै छ त हामी आजै गरौँ एज ए प्राइभेट सेक्टरले गरौँ सो त्यसमा हाम्रो हजुरहरूको पनि यसमा एज ए गेस्ट आउनुहुन्छ and we are very happy about that हजुरको अनि त्यहाँदेखि अफकोर्स लास्ट स्टेजमा हाम्रो के छ भने हामी हाम्रो देशको धेरै जस्तो युथ बाहिर गइरहेछ अब भोलि गएर हाम्रो यहाँ म्यान पावर हुँदैन वर्कफोर्स हुँदैन
त्यहाँ त्यसको लागि हामीले एउटा युथ अन्टरप्रेन्योरसिप प्रोग्राम राखेको छौँ अन द लास्ट डे। अनि त्यसमा हाम्रो युथ ओरिएन्टेड स्टार्टअप्स ओरिएन्टेड भोलि गएर हामीले के गर्नु सक्छौँ, कसरी ओन्ली जागिर मात्रै नहेरेर कसरी स्टार्टअप्स कसरी सुरु गर्नु सक्छौँ, स्मल टाइम बिजनेसेस कसरी सुरु गर्नु सक्छौँ, सेल्फ इम्प्लोइमेन्ट कसरी हुन्छ। सो हाम्रो एउटा ठुलो मेसेज यो नाइमाको लर्निङ सेसन्सबाट पनि के छ भने मोबिलिटी इज नट अ सेक्लुडेड आइटम, इट इज अ पार्ट अफ अ ओभरअल इकोसिस्टम। सो त्यही भएर वी आर भेरी ह्याप्पी टु ह्याभ अल अफ दिस सेसन। आई होप तपाईँ सबैजना आउनुहुन्छ। सो लर्निङ सेसन्सको बारेमा त्यही थ्याङ्क यू। अब हामी Sawari. Anytime, anywhere. कर्पोरेट मिडिया ग्रुपका उपाध्यक्ष सुषमा महराज्यूको अहिले जुन सवारी साधनको लापरवाही पार्किङका जुन समस्याहरू आइरहेछ यो विषयमा तपाईँको धारणा के छ? जस्तो कि अहिले बिरामी परेर इमर्जेन्सी हस्पिटल जाउँ भने हाम्रो हस्पिटलमा पार्किङ पाउँदैन र साइडको पार्किङमा चाहिँ गाडी राख्नुपर्ने, बाइक राख्नुपर्ने समस्या जुन छ र त्यसको चार्ज एकदमै धेरै लगाइदिन्छ। कहिलेकाहीँ त हस्पिटलबाट त निस्किँदा त 1 रात 2 रात बस्नुपर्ने अवस्थाहरू परिरहेको हुन्छ। अब नगरपालिकाले कति ठाउँमा फ्री अफ कस्ट राखिदिनु भएको छ। फ्री अफ कस्ट राखेको ठाउँमा म्याक्सिमम बाइकहरू गाडीहरू ठोक्काएर बिगारिदिएको धेरै समस्याहरू आइरहेको छ। अनि काहीँ सपिङ मलमा जाऊ एकदमै पार्किङ महँगो, त्यो अवस्थाले गर्दा पनि धेरै चिजमा चाहिँ यो पार्किङको प्राइस र पार्किङ गर्ने ठाउँको व्यवस्थित नभएको कारणले पनि गाह्रो परिरहेछ। अब कुनै पनि हस्पिटलमा पार्किङ त्यस्तो धेरै ठुलो छैन। यस्तो अवस्थाले गर्दाखेरि चाहिँ त्यही हस्पिटलको मात्रै कुरा ननिकालेर सबैतिर नै पार्किङको चाहिँ प्राइस एउटा राम्रो एउटा चाहिँ सबैले एफोर्ड गर्न सक्ने र जुन किसिमले चाहिँ नगरपालिकाले फ्रीमा गर्नुभएको पार्किङ जुन छ त्यहाँ पनि अलिकति हेर्ने मान्छे राखिदियो भने अलिकति समस्या चाहिँ त्यो पार्किङपट्टिको समस्या चाहिँ कम होला कि। हस्पिटलमा त त्यस्तो धेरै छैन हैन, मानिज्यू आउनुभएको भएर चाहिँ, किनभने म डेली बेसमा म पनि काम गर्न निस्किरहेको हुन्छु। कुनै काम विशेषले हस्पिटल जाउँ भने पार्किङ पाउँदिनँ। बाहिर राख्दाखेरि अब कहाँ पार्किङ छ त्यहीँ जानु पर्यो, त्यो पार्किङ जाँदाखेरि एकदमै एक्सपेन्सिभ भइरहेको हुन्छ। अनि कुनै टाइममा 2 दिन 3 दिन बस्नुपर्ने हुन्छ हस्पिटलको कामहरू भनेको। अब कतै सपिङ मलमा जाउँ, मलमा भनेको जस्तो पार्किङहरू पाइरहेको छैन भने अब ल यहाँ चाहिँ अलि टाढा भए पनि नगरपालिकाले दिएको छ त्यहाँ जाउँ भने प्रायको अब गाडी त अभियसली बाइक गाडीहरू महँगै हुन्छ, स्क्रैच भइरहेको हुन्छ, अब कसलाई उदिने। अनि यो समस्याहरू धेरै नै बढिरहेको छ। डेली बेसिसमा म पनि सबैसँग बसेर कुराहरू गरिराखेको टाइममा चाहिँ डेली कस्तो हुन्छ, सर्भिस लिन आउने, सपिङ गर्न आउने, तर पार्किङ महँगो। पार्किङ कहाँ गर्ने? नगरपालिकाको अब जस्तो न्युरो जस्तो ठाउँमा मेरो पनि पसल छ, त्यहाँ सपिङ गर्न आउँदाखेरि हजुरको यो सामान लिन आउँदाखेरि मेरो यति लाखको गाडी यो यस्तो भयो, यो यता यो भयो, यस्तो समस्याहरू सुनिरहेको हुन्छ। त्यो अवस्थाले चाहिँ अलि पार्किङ सबैतिर चाहिँ व्यवस्थित जुन छ अहिलेको लागि त्यसलाई पनि हेरिदिनु भयो भने चाहिँ अलि सहज होला कि। हामी यस कार्यक्रमको आज कन्क्लुजनतर्फ आज यस कार्यक्रमका प्रमुख अतिथि माननीय आशिष गजुरेलतर्फ जान्छौँ। के छ त अब समस्यालाई कसरी चाहिँ नेपाल सरकारले चाहिँ समाधान गर्न सक्छ अथवा चाहिँ संसदमा तपाईँहरूले कस्ता कानुन ल्याउनुहुन्छ? हुन्छ, सम्पूर्णमा सर्वप्रथम त नमस्कार। र आज यति राम्रो छलफल भएको छ। अब म पनि यो यातायातको क्षेत्र भद्रगोल भयो भन्दै यही सुधार गर्नुपर्छ भनेर राजनीतिमा आएको हो र भाग्यवश अहिले निर्वाचित पनि भएर आएँ र चाहिँ यो पूर्वाधार विकास समितिको अहिले सभापतिको रूपमा काम गरिरहेको छु। अब पूर्वाधार विकास मन्त्रालय त्यसपछि ऊर्जा सिँचाइ पनि हाम्रै चाहिँ कार्यक्षेत्रभित्र पर्छ। अब हाम्रो चाहिँ कार्यकारी अधिकार भन्दाखेरि पनि नीति नियममा चाहिँ बढी काम गर्ने र सुधारको लागि सम्बन्धित मन्त्रालयलाई चाहिँ हामीले सुझाव दिने र त्यो हामीले निर्देशन दिनेसम्म चाहिँ हाम्रो अधिकार चाहिँ रहेको जानकारी गराउन चाहे। अब यही सन्दर्भमा चाहिँ अब यहाँ धेरै कुराहरू भन्नुभएको छ।
अब यो कुराहरू मैले टिपेर राखेको छु र अब अहिले विशेष गरेर भन्नुपर्दा एउटा चाहिँ अहिले हजुरहरूलाई पनि थाहा छ यो राष्ट्रिय यातायात नीति 2083 हामीले पास गरेर आएका छौँ। त्यसमा यहाँ भएका समस्याहरूको धेरै समाधान चाहिँ नीति मार्फत आएको छ। जस्तै अब यो इलेक्ट्रिक भेहिकलको कुरा भयो होइन, अब यो सस्टेनेबल ट्रान्सपोर्टेसनको कुरा भयो र ब्याट्री चाहिँ यो रिन्युएबल के अरे रिसाइक्लिङ गर्ने त्यसको म्यानेजमेन्ट गर्ने कुराहरू पनि त्यसमा आएको छ र एउटा चाहिँ सडक सुरक्षालाई रोड सेफ्टी एउटा सिस्टमको अवधारणाबाट अगाडि बढाउने कुरा भयो, सार्वजनिक यातायातको सुधारको कुरा भयो र सार्वजनिक यातायातमा सब्सिडी दिने कुरा भयो र यो यातायात क्षेत्रमा निजी क्षेत्रको लगानीको लागि सहजीकरण गर्ने, यसमा चाहिँ भ्याबिलिटी ग्याप फन्डिङ गर्ने होइन कुराहरू चाहिँ समावेश भएर आएका छन्। अब यी कुराहरू हामीले लागू गर्न सक्यौँ भने धेरै कुरा चाहिँ समस्याको चाहिँ हामी समाधान गर्न सक्छौँ। अब हामीले यो सिस्टम हेर्दाखेरि पहिला चाहिँ हामी इन्फ्रास्ट्रक्चरको कुरा गरौँ। अब हामीलाई थाहा छ हाम्रो पूर्वाधारहरू चाहिँ धेरै सुधार गर्नुपर्ने चाहिँ छ र अब अहिले हेऱ्यौँ भने पनि पूर्वदेखि पश्चिमतिर गयौँ भनेदेखि सबै सडकमा चाहिँ निर्माण नै भइरहेको अवस्थाहरू छन् होइन। जस्तो पूर्व पश्चिम राजमार्ग पनि निर्माणकै चरणमा छ। अब पोखरादेखि मुलिनको चाहिँ करिबन निर्माण सम्पन्न हुने अवस्थामा छ। बुटोल नारायणगढ सडक खण्ड पनि अहिले चाहिँ अब निर्माण भइसक्ने अवस्थामा छ। त्यस्तै अब मुलिनदेखि नागढुङ्गासम्म पनि निर्माण हुने अवस्था छन्। पोखरा गयो भने सेती नदीमाथि पुल पनि निर्माणाधीन अवस्था छन्। अब अहिले मैले एक राउन्ड यो घुमेर हेर्दाखेरि जस्तै बिबी राजमार्ग पनि निर्माणाधीन अवस्थामा छन्। कुनै पनि चाहिँ समयमा नसकिने सबैको म्याद थपिएका छन् र थपिएको म्यादमा पनि नसकिने चाहिँ हाम्रो अवस्था चाहिँ अहिले हामीले भर्खरै अवलोकन गरेर आएको छौँ होइन। त्यस्तै पश्चिममा जानुभयो भने पनि चाहिँ अब बुटोलदेखि उता गोरुसिङ्गी जानेतिर पनि निर्माण भइरहेको छ। अब कर्णालीमा गयो भने निर्माणै भइरहेको देखिन्छ। सुदूरपश्चिममा पनि निर्माणै भइरहेको चाहिँ अवस्था देख्छौँ हामीले होइन। Sawari. Anytime, anywhere. सवारी साधनको वृद्धि अनुसार पूर्वाधार विकास नहुनलाई के भन्नुहुन्छ? अब यसलाई पनि हामी कसरी सुधार गर्ने, एउटा सार्वजनिक पूर्वाधारको निर्माण कसरी समय र गुणस्तरमै निर्माण गर्ने भन्ने कुरा पनि हामीले चाहिँ त्यसलाई पनि प्राथमिकतामा राखेको छौँ। र हजुरहरूले थाहा पनि पाउनुभयो होला, हामीले फास्ट ट्र्याकमा चाहिँ खरिद ऐन अहिले संशोधन पनि गरेका छौँ। जस्तो अहिले लो बिडबाट अहिले हामी एभरेज बिडिङमा गएका छौँ। जस्तै बिड गर्दाखेरि अब पहिले जसले सबभन्दा कम बिड गर्थ्यो त्यसले चाहिँ ठेक्का जित्थ्यो भने अहिले चाहिँ हामी एभरेज बिडिङमा गएको छौँ होइन। त्यस्तै यो समयको चाहिँ थप गर्ने सन्दर्भमा भयो, भेरिएसन अर्डर गर्ने सम्बन्धमा पनि हामीले चाहिँ केही चाहिँ सुधारहरू गरेका छौँ। पक्कै पनि अब रिजल्ट देख्नको लागि चाहिँ केही समय चाहिँ लाग्छ। नीतिगत अस्थिरता र समन्वयको अभाव छ, यसमा चाहिँ के गर्न सकिएला? अब अहिले हाम्रो राष्ट्रिय नीतिमा हेर्नुभयो भनेदेखि अब यो सार्वजनिक यातायातमा पनि अब सार्वजनिक बस भयो होइन, अहिले चाहिँ तपाईँको केबल यो मेट्रो केबल सिस्टम भयो अथवा चाहिँ गोडवे नै भनौँ अथवा नयाँ प्रविधिहरू स्काई रेल नयाँ नवीनतम प्रविधिहरू निजी क्षेत्र मार्फत सञ्चालन व्यवस्थापन विकास हुन सक्छ भने राज्यले त्यसमा सहजीकरण गर्ने र भाइबिलिटी ग्याप फन्डिङ पनि दिने भनेर हामीले अहिले नीति पनि लिएर आएका छौँ। र यो नेपालमा हजुरलाई म टिपेर राख्नु छोड्यो, यो हामीले गाडीमा यति धेरै ट्याक्स पनि थुप्र्यौँ, सबै कुरा लियौँ, गाडी चाहिँ कहाँ पार्क गर्ने? हजुरलाई मैले जवाफ मागेँ है। यो गाडी पार्क कहाँ गर्ने? काठमाडौँ लगायतको क्षेत्रहरूमा गाडी कहाँ पार्क गर्ने? हजुरले यो कुरा चाहिँ सभापतिज्यूले जवाफ दिनुपर्छ। अहिले पार्किङ कहाँ गर्ने भन्ने क्वेसनको ठ्याक्क उत्तर दिन गाह्रो हुन्छ। अब पार्किङ कहाँ गर्ने भन्दाखेरि पनि हामीले चाहिँ अहिले जुन अवधारणा नै गलत अवधारणा लिएर नै आज हामी अलिकति समस्यामा परेको जस्तो लाग्छ। जब चाहिँ ट्राफिक जाम भयो हामीले चाहिँ के गर्यौँ भन्दाखेरि सडकलाई चौडा गर्ने रणनीति लियौँ। आज हामीले रिङ रोड पनि अब कतिपय ठाउँमा 8 लेन 10 लेन बनाएको छौँ होइन।
अब नयाँ बानेश्वरमा पनि 8 लेनको सडक बनेको छ। जति जति ठाउँमा चाहिँ सकेका छौँ हामीले चौडा बनाएका छौँ, तर त्यसले त हाम्रो समस्या समाधान भएन। सार्वजनिक यातायात पनि हामीले चाहिँ व्यवस्थित गरेको भएदेखि अब अहिले हामीले यो कुरा हामी के मान्छौँ भन्दाखेरि निजी सवारी साधन लग्जरी होइन, त्यो बाध्यतै हो होइन। जस्तो मैले पनि संसद आउँदाखेरि साइकल प्रयोग गर्ने गरेको छु, तर त्यो साइकल सधैँ प्रयोग गरेर त मेरो त हरेक दिनको मोबिलिटी निड त फुलफिल हुँदो रहेनछ होइन, त्यो त सम्भावनै छैन। सार्वजनिक यातायात पनि बेला बेलामा प्रयोग गर्छु, त्यहाँको पनि कति सफर गर्छु होइन। मैले संसदमा यो कोचिएर कति दिन यात्रा गर्ने भनिराखेको छु भने चाहिँ यहाँ हामी रहरले निजी सवारी साधन चढिराखेको छैन। म त अहिले त आफू ड्राइभ गरेर सार्वजनिक के अरे निजी सवारी साधन चलाउनु पऱ्यो भने बरु म हिँड्छु, दौडिन्छु, सार्वजनिक बस चढ्छु, त्यो मैले सोच्न पनि सक्दिनँ। कहाँ पार्किङ गर्ने, कता दायाँ र बायाँ, कति ठाउँमा चाहिँ चिट काटेला भन्ने त्यो समस्याहरू जुन राख्नु भएको छ त्यो हामीले बुझेका छौँ। यो समस्या के हो त भन्दा हामीले सार्वजनिक यातायातलाई प्राथमिकतामा नदिएर हो। सार्वजनिक यातायात हुन्थ्यो भनेदेखि जस्तो अस्ति भर्खर सिङ्गापुर जाँदाखेरि मेट्रो पनि छ, बसहरू आर्टिकुलेटेड बसहरू पनि छन् होइन, डबल डेकर बसहरू पनि छन्। त्यसले कति राम्रो चाहिँ व्यवस्था दिएको छ। त्यहाँ त जामै एकदमै कम हुँदो रहेछ होइन। त्यति धेरै चाहिँ तपाईँको सवारी साधन भयो भने चाहिँ हामीले सिकेका छौँ। अब त्यसलाई बिस्तारै हामीले चाहिँ इम्प्लिमेन्ट गर्छौँ होइन। हजुरहरू चाहिँ सवारी आयात गरेर बिक्री गरे पनि चाहिँ सकेसम्म त सार्वजनिक यातायातै विकास होस्, बरु यो कमै बिके पनि बरु व्यवस्थित होस् भन्ने चाहिँ जुन धारणाहरू राख्नुभयो त्यो पनि एकदमै स्वागत योग्य छ। र किन भनिरहनु भएको छ भन्दा हजुरहरूलाई सोलुसन यो हो भन्ने थाहा छ। किनभने अहिले आफैले गाडी बेचेर 2 लाख 4 लाख 10 लाख 20 लाख फाइदा होला, तर त्यो सडकमा त फेरि आफै पनि हिँड्नुपर्छ नि होइन। त्यसको त पीडा फेरि त आफैलाई छ। आज सवारी साधन धेरै बिकाएर चाहिँ भोलि आफै हिँड्न नसक्ने अवस्था सिर्जना गर्न त हजुरहरू पनि चाहनुहुन्न नि होइन। भनेको त्यो रहरले चाहिँ यो आज हामी निजी सवारी साधन किनेको छैनौँ भन्ने कुरो चाहिँ यो प्रष्ट रूपमा हामीले बुझेका छौँ। जस्तै अब यो अहिले गाडी आउँछ विभिन्न साइजको, अनि काठमाडौँमा अब ट्रान्सपोर्टेसन अफ गुड्स कसरी गर्ने, यसको पनि केही सुविधा त दिनु पर्यो। राति गर्ने कि दिउँसो गर्ने कि बेलुका दिने, किन भन्दा यहाँ ट्राफिकलाई 1000 रुपियाँको चिट काटिदिएपछि त्यो चाहिँ सबै प्रब्लम सल्भ भयो। अनि त्यो गाडी चाहिँ दिनभरि सामान बोक्नु पाइयो, अनि त्यो चिट नकाट्नुन्जेल चाहिँ त्यो इलिगल भयो भनेपछि यो के हो? पब्लिकले त्यो ट्याक्स पनि तिरेको छ, सबै कुरा गरेको छ। त्यो गाडी त बुक गरेकै किनेकै त्यो गुड्स ट्रान्सपोर्टेसनको लागि हो भनेदेखि त्यो गुड्स ट्रान्सपोर्टेसनलाई किन रोकिएको छ? कहिले गर्ने ट्रान्सपोर्टेसन, कहिले गर्ने? यो लजिस्टिक्सको कुरा गर्नुभयो, यो चाहिँ यो मालवाहक सवारीको पनि यो समस्या छ। त्यसको लागि भर्खरै अहिले मैले छलफल पनि गरेँ। साँच्ची भन्दा नि आज मालवाहक ट्रकलाई पार्किङ गर्ने ठाउँ पनि छैन। त्यही भएर चोबारमा चाहिँ हामीले ड्राइभपोर्टको साइडमा त्यहाँ 600-700 रोक्ने जग्गा छ, त्यहाँ त्यो एउटा ट्रान्सपोर्ट नगरी तर लजिस्टिक्स हब बनाउन सकिन्छ कि भनेर आज बिहान पनि त्यो हामीले छलफल पनि गरेका छौँ होइन। त्यो पनि एकदमै अहिले राम्रो इस्यु उठाउनु भएको छ। यसलाई पनि हामी सम्बोधन गर्छौँ, यसलाई पनि हामी थप अध्ययन गर्छौँ। Sawari. Anytime, anywhere. एनुअल रिन्युअल फीहरू जुन छ यो त सकिन्छ भने वेबरै गर्नु पर्यो, आउटै गर्नु पर्यो। यो अहिलेको लागि यो हुँदैन। कुनै पनि आइसी इन्जिन होला या इलेक्ट्रिकल इन्जिन होइन भने पनि यो मल्टी इयरमा जाउँ हजुर। यो 1500-2000 मोटरसाइकलको तिर्न या गाडीको तिर्न कसरी मिल्छ? बरु एकैचोटि त्यसको लागि 5 वर्ष 10 वर्ष इस्टिमेट गरौँ, के गर्नुपर्ने गरिदिउँ। एनुअल रिन्युअल फीको जुन कुरा गर्नुभयो एकदमै झन्झट छ। अब हामीलाई झन्झट पर्छ। मेरो पनि आफ्नै लाइसेन्स चाहिँ अहिले एक्सपायर भएर बसेको छ। मलाई त्यहाँ गएर चाहिँ रिन्यू गर्न आफैलाई जागर चलिरहेको छैन होइन। अहिले त मलाई अब आफै सवारी नचलाउने भएको भएर बाध्यता पनि नभएर हो। तर पनि केही समय अगाडि नै मैले एउटा सवारी किन्दाखेरि आफैले नामसारी गर्नु पर्दाखेरि मैले पनि नसकेर एजेन्टलाई पैसा दिएर नामसारी गराएको। आफ्नै पीडा सबैलाई आफ्नै छ। यही पीडा सुधार गर्छु भनेर नै चाहिँ एउटा जाहिर खाएर मान्छे आज राजनीतिमा आएको पनि छु र एउटा चाहिँ यही सेक्टरको एउटा
समितिको सभापति पनि हुन पाएको छु भनेपछि स्पेस पनि मिलेको छ। निजी क्षेत्रलाई हामीले चाहिँ कन्फिडेन्समा लिन सकेनौँ, निजी क्षेत्रसँग चाहिँ हामीले सहकार्य गर्न सकेनौँ भने हामी गन्तव्यमा पुग्दैनौँ। जुन हामीले 7% को चाहिँ अहिले ग्रोथ रेट हामीले टार्गेट गरेका छौँ, 45 अर्ब अमेरिकन डलर जुन हाम्रो चाहिँ अहिले जिडिपी छ त्यसलाई हामी 100 पुर्याउने भनिरहेका छौँ। त्यो प्राइभेट सेक्टरको चाहिँ लगानी नभइकन त उत्पादनै गर्न सकिँदैन, त्यो पनि हामीले सम्भावना छैन होइन। पर क्यापिटा इन्कम 1450बाट 3000 5 देखि 7 वर्षमा बनाउँछौँ 3000 अमेरिकन डलर भनेको छौँ। त्यो पनि निजी क्षेत्रको चाहिँ सहकार्य बिना सम्भव छैन, त्यो कुरा हामीलाई थाहा छ। त्यही भएर अहिले चाहिँ भर्खर हिजो चाहिँ लगानी बोर्डमा सिइओ पनि नियुक्त हुनुभएको छ। उहाँ आफै लगानी बोर्डमा काम गर्नुभएको व्यक्ति पनि हो। त्यो मार्फत पनि हामी सहजीकरण गर्छौँ। र मेरो आफ्नै उदाहरण हेर्ने भने त म जहिले पनि निजी क्षेत्रसँग चाहिँ एकदमै नजिक रहेर काम गर्ने मान्छे हो। म 5 वर्ष चाहिँ यो ड्राइपोर्टको संस्थामा कार्यकारी निर्देशक भएर काम गरेको थिएँ। हाम्रो भवानी म्याम त त्यहाँको सदस्य पनि हुनुहुन्थ्यो, तर उहाँसँग चाहिँ मैले खास कुनै मिटिङमा बस्न पाइनँ, किनभने उहाँको कार्यकाल सकिन लागेको थियो। 1-2वटा मिटिङ थियो, उहाँ आइदिनु भएन। त्यो भएर उहाँसँग त्यसपछि हाम्रो शेखर बोल्छ आउनुभयो। त्यसरी च्याम्बरको अध्यक्षसँग पनि मैले एकदमै काम गरेको छु, एकदमै प्राइभेट फ्रेन्डली हो। र अहिले सबै ड्राइपोर्टहरू निजी क्षेत्र मार्फतै सञ्चालन व्यवस्थापन भइरहेको छ। त्यसले चाहिँ हाम्रो एउटा सेवा स्तर पनि बढेको छ, एउटा त्यो व्यवस्थापन मिट क्लिनको कुरादेखि लिएर राज्यलाई आम्दानी पनि बढेको छ। जस्तै म जानुभन्दा अगाडि 5 वर्ष अगाडि वार्षिक रूपमा हामी 80 करोड कमाउँथ्यौँ भनेदेखि 5 वर्ष भए छोड्दा 200 करोड चाहिँ बनाउने चाहिँ बनाएको थियौँ। भनेपछि त्यो एउटा निजी क्षेत्रको चाहिँ लगानी र एउटा विज्ञता र व्यवस्थापकीय क्षमता भनेको चाहिँ त्यो हामीले प्रयोग गर्नै पर्छ। किनभने त्यो निर्णय गर्ने त्यो राज्य भनेको त प्रक्रियामा जाने विषय हो। त्यही भएर यो निजी क्षेत्रलाई चाहिँ सहभागी गराउनै पर्छ भनेर अहिले हामीले नीति पनि त्यसरी चाहिँ ल्याएको छौँ। त्यही भएर यो पब्लिक प्राइभेट पार्टनरसिपको लागि चाहिँ फेरि पनि यहाँहरूलाई एकदमै चाहिँ आह्वान गर्छौँ। हामीले गर्न सक्ने कुराहरू चाहिँ हामी गर्छौँ। कर तथा भन्सार नीति बारम्बार परिवर्तन हुनुलाई चाहिँ कसरी लिइरहेको छ अहिलेको सरकारले? पोलिसी स्टेबिलिटीको कुरा गर्नुभयो, एकदमै हामीले पनि धेरै छलफल गरेको हो। यो बजेट आउनुभन्दा अगाडि पनि यो कुरामा चाहिँ एक हिसाबले हामीले धेरै छलफल गरेर यो विशेष गरेर यो इलेक्ट्रिक भेहिकल र अरू मोबिलिटीमा पनि चाहिँ एउटा स्टेबिलिटी होस् भन्ने नै हामीले चाहिँ राखेको थियौँ। पहिलो बजेट आउँदाखेरि त स्टेबल नै छ भन्ने कुरो नै देखिएको थियो, तर पछि फेरि अलिकति लग्जरी भेहिकल एउटा थ्रेसहोल्ड राखेर चाहिँ अलिकति बढी ट्याक्स चाहिँ लिने हिसाबले पोलिसी आयो। त्यो अलिकति हामीलाई जरुरत पनि छ जस्तो लाग्छ हाम्रो तर्फबाट सोच्दाखेरि चाहिँ। किनभने पैसा भयो भने हामीले चाहिँ धेरै कुरा विकास गर्न सक्छौँ। अब राज्यले पैसा कहाँबाट पाउँछ भन्दा त ट्याक्सै उठाएर हो, अरू त कि लोन लिनु पर्यो होइन, कि चाहिँ ग्रान्ट आउनु पर्यो कि भन्दा अब हामीले त ट्याक्सै उठाउने हो यो चाहिँ राज्य चलाउनको लागि हो। त्यो अलिकति बाध्यता पनि भयो, तर पनि यो चाहिँ स्टेबिलिटी चाहिँ हुनुपर्छ, यति धेरै चेन्ज हुनु हुँदैन भन्ने कुरामा चाहिँ हामी कन्भिन्स छौँ। पोलिसी स्टेबिलिटी चाहिँ एकदमै जरुरत छ। त्यो नभएर पनि प्राइभेट सेक्टरको इन्भेस्टमेन्ट चाहिँ अलिकति सेक्युर सेक्टरमा मात्र आइरहेको देख्छौँ होइन। अहिले इन्डियातिर गयो भनेदेखि धेरै सडकहरू यो टोल हाइवे बनेका छन्, जो निजी क्षेत्र आफैले बनाउँछ, उसैले चाहिँ 20 वर्ष 25 वर्ष टोल उठाउँछ। अब इन्दिरा गान्धी नै अन्तर्राष्ट्रिय विमानस्थल इन्डियाको हेऱ्यो भने त्यो निजी क्षेत्रकै लगानी र सञ्चालनमा भइरहेको छ होइन। भनेपछि धेरै छन्, तर हाम्रोमा त्यो हामीले लगानी बोर्डमा भए पनि भवानी म्याम पनि हुनुहुन्थ्यो कि त्यहाँ कहिले सदस्य पनि हुनुहुन्थ्यो, तर जुन हिसाबले निजी लगानीलाई आकर्षित गर्नुपर्ने हो त्यो पनि चाहिँ गर्न नसकेको हाम्रो चाहिँ अवस्था चाहिँ छ। त्यही त अब इभीमा चाहिँ एउटा विदेश जाँदाखेरि यस्तो फोरमहरूमा बस्दाखेरि सबभन्दा अहिले गर्व लाएर भन्ने विषय चाहिँ के हो त भन्दा हामी चाहिँ एकदम इभी फ्रेन्डली छौँ। 70% भन्दा बढी अहिले जति गाडी इम्पोर्ट हुन्छ 76% भन्नुभयो, त्यति चाहिँ हामी टोटल भेहिकल इम्पोर्टमा त्यो चाहिँ इभीको चाहिँ योगदान छ भन्दा त्यो एउटा
गर्व पनि हुन्छ र मैले त भन्ने गरेको छु अरू देश युमा गए पनि नगए पनि हामी चाहिँ जानुपर्छ किनभने हामीसँग डिजेल पेट्रोलको खानी छैन तर इलेक्ट्रिक यो जेनेरेसनमा त हामी त एकदमै धेरै नै हाम्रो पोसिबिलिटी भएको त्यो प्रचुर सम्भावना भएको देश छ त्यही भएर जानुपर्छ तर हजुरहरूले भने जस्तै यो युज गरेपछि आज त हामीलाई समस्या छैन तर अब 7 वर्षपछि त अब यो ब्याट्रीहरूको व्यवस्थापन कसरी गर्ने अब संसारभरि नै ब्याट्रीलाई डिस्पोजल गर्ने भन्ने त कहीँ पनि नियम छैन त्यो हामीलाई पनि लागु हुन्छ भने चाहिँ केही न केही हिसाबले रिसाइकलै गर्नुपर्छ बरु हजुरहरूले त्यो रिसाइकल प्लान्टमा चाहिँ लगानी गर्नको लागि बरु प्रस्तावहरू लिएर आउनु होला किनभने अब यो 6-7 वर्षपछि त यसको पनि एउटा ठुलो मार्केट चाहिँ हुन्छ त्यही भएर अब हामी एफडिआईमा मात्र होइन एफडिआईलाई पनि वेलकम गर्ने हो र देशभित्रको लगानीलाई पनि हामी त्यति नै गर्छौँ त्यही भएर हामीले संसदमा पनि भनेको छौँ होइन यो भिजिएफको कुरा भयो रेभिन्यू ग्यारेन्टीको कुरा भयो बाइब्याक ग्यारेन्टीको कुराहरू भयो यस्तो कुरा गर्नको लागि चाहिँ अहिले सरकार चाहिँ एकदमै तत्पर छ अब अहिले पूर्वाधारको हामीले कुरा गरिहाल्यौँ र यो दर्ताको कुरा यो पैसा तिर्ने कुराहरू यसमा हामी सहजीकरण गर्ने कुराहरू त जुन भन्नुभयो एकदमै राम्रो छ त्यो कुराहरू हामी फेरि अझ थप हामी छलफल गर्छौँ Sawari. Anytime, anywhere. आज हामी क्लिन इन्भाइरोमेन्ट बनाउन खोजिरहेको छौँ विथ इभी पेनिट्रेसन होइन बट पब्लिक ट्रान्सपोर्टमा हाम्रो त्यो पोल्युसनको स्टिकर पाउँछौँ त्यो कसले दिन्छ आई डोन्ट नो हाउ होइन आज हामीले पोल्युसनको स्टिकर पाउँछौँ बट त्यही गाडी अगाडि स्टिकर छ बट यति धुवा फाल्दै हिँडिरहेछ त्यसको वाट इज द भ्यालिडिटी कसले भ्यालिडेट गरिरह्यो कि हामीले त्यो स्टिकर मात्रै लगाउने र जुन ग्रिन स्टिकर दिएर पनि पोल्युसन एकदमै त्यो कालो धुवा फ्याँकिरहेको त्यो हामीले पनि अनुभव गरेको छौँ त्यो भनेको हाम्रो यो फल्ट हो यसलाई हामीले सुधार गर्छौँ सुधार गर्नुपर्छ अहिले कस्टममा पनि हाम्रो के देख्नु परिरहेछ भने जस्तो आइस हाइब्रिड स्ट्रङ हाइब्रिड माइल्ड हाइब्रिड छुट्याउने नै उहाँलाई एजुकेसन छैन इभी भोलि गएर हाम्रो प्लग इन आउँछ लङ रेन्ज एक्सटेन्डेड रेन्ज इभीज आउँछ त्यसलाई कसरी छुट्याउने ओके एउटा राम्रो कुरा के भएछ भने हाम्रो ट्याक्सेसन प्राइस ब्राकेटमा गएपछि हामीले त्यो फ्याक्टरी एलिमिनेट गर्ने ठिक छ कस्टम नाउ डज नट ह्याभ टु डिल विथ कस्तो खालको टेक्नोलोजी त्यो हट्यो बट एटलिस्ट ओके अब हामी प्राइस कोर्समा जान्छौँ यहाँदेखि अब हाम्रो नेक्स्ट कुरा के आउँछ भने यसलाई हामीले स्टेबिलिटी ल्याउँ भोलि गएर नेक्स्ट इयर गएर फेरि यसलाई रिभर्स गरेर पनि अरू मापदण्डमा लग्यो भने त्यो पनि डिस्टेबिलाइजेसन हुन्छ किनकि इम्पोर्टर्सले एउटा 1 वर्षको प्लान दिनुपर्छ आफ्नो पेरेन्ट कम्पनीलाई त्यहाँदेखि इम्पोर्ट हुने बेलामा त आउनेसम्म तपाईँको रेगुलेसन चेन्ज भयो जस्तो युरो 3 को ठाउँमा युरो 4 को ठाउँमा भोलि गएर बिहान 6 भइहाल्यो हाम्रो त बिचमा धेरै लस भयो त्यहाँ किनकि हाम्रो गाडी आइडेन्टिफाई गर्नुमा थियो बट आइडेन्टिफाई गर्नुमा 6 महिना लाग्यो त्यहाँदेखि सप्लाई हुनुमा अर्को 3-4 महिना लाग्यो सो यस्तो कुरा नहोस् भन्ने हजुरको यसमा त आई थिङ्क यो आई थिङ्क पोलिसी स्टेबिलिटी ट्याक्सेसन स्टेबिलिटी प्रोसिजरल स्टेबिलिटी त्यो सबै नै चाहिने हो कस्टममा पनि यो क्याटेगोरी छुट्याउन नसक्ने यी समस्याहरू छन् अब यसलाई पनि हामी भन्सार विभागसँग एकपल्ट यो विषयमा पनि कुरा गर्छौँ अब यो युरो मापदण्ड पनि यो युरो 6 मा गएपछि धेरै समस्याहरू भन्नुभएको छ त्यसलाई नै कुनै न कुनै हिसाबले हामीले सम्बोधन चाहिँ गर्छौँ र अर्को जुन इन्सुरेन्सको कुरा गर्नुभयो अब आज पनि बिहान भर्खर पनि मलाई फोन आएको थियो त्यो दुर्घटनामा अब यो 5 लाख 10 लाख होइन भनेर मेरो गृह जिल्ला सिन्धुलीबाट नि फोन आएको थियो मैले पनि हो 10 लाख हो भनेर चाहिँ भने अब तपाईँले भन्दाखेरि अहिले एक्जिक्युसनमा गर्न सकेको छैन भन्नुभएको छ म यो एकपल्ट अर्थमन्त्रीज्यूसँग पनि कुरा गर्छु अब ट्राफिक इस्युको त अहिले चाहिँ धेरै पेनाल्टी लिने भन्ने पनि हाम्रो होइन अब यो एजुकेसन इन्फोर्समेन्ट चाहिँ सँगसँगै लानुपर्छ भन्ने हामीले बुझेका छौँ र जुन अस्ति मिडियामा जुन एउटा चाहिँ पेनल्टीको दर आयो त्यो ठ्याक्कै त्यो होइन त्यो अहिले पनि छलफलमै छ त्यो लागू भइसकेको पनि छैन र यो इन्सुरेन्सलाई पनि अलिकति कसरी सुधार गर्ने अब यो फुल इन्सुरेन्समा
जानुपर्छ जस्तो लाग्छ। किनभने म आफै पनि निर्वाचित भइसकेपछि कति ठाउँमा दुर्घटना आउने मृत्यु पनि म गोजीबाटै 1-1.5 लाख त मेरो गइ पनि सक्यो। अब 6 दिन भइसक्यो 7 दिन भइसक्यो लास उठाउँदैनन्। चाहिँ दुर्घटना भएकै दिनदेखि चाहिँ तपाईँको चाहिँ कति पैसा क्षतिपूर्ति पाउने भनेर चाहिँ तपाईँको त्यहीँबाट सुरु हुन्छ। मान्छे अब सिन्धुलीमा हिजो पनि एउटा रोकिराखेको गाडीलाई बसले आएर ठक्कर दियो, सुनकोशी नदीमा खस्यो, त्यहाँ 3 जना मान्छे बेपत्ता छ। अब बेपत्ता मान्छेलाई खोजी गर्न कसैले प्रेसर गर्दैन, क्षतिपूर्ति कति दिने भनेर भोलि चाहिँ ब्लकेज भइसकेको छ। हिजो पनि मैले फोन गरेर यातायात व्यवसायीसँग कोर्डिनेसन गरेर क्षतिपूर्ति जिम्मा दिने मेरो हो, बन्द नगर भनेर सिडिओ र एसपीलाई फोन गरेर चाहिँ खुलाउनु परेको अवस्था छ। अब त्यो त इन्सुरेन्सले कभर गर्यो भने त हामीले पनि ग्यारेन्टी लिन सक्छौँ। अब भोलि मैले त्यति भनेर खुलाएको छु, अब खुलाउनु त पर्यो एउटा जनप्रतिनिधिको हातमा। भोलि भएन भने त आफूले कति लाख रुपियाँ हाल्नुपर्ने अवस्था चाहिँ यस्तो भन्दा आफ्नै सबै बेच्नुपर्ने जस्तो अवस्था हुन्छ। भनेपछि हामीले इन्सुरेन्सलाई त यो सुधार चाहिँ नगर्यो भने हामी आफै समस्यामा चाहिँ पर्छौँ। अब यो लजिस्टिक्स म्यानेजमेन्टको मैले कुरा गरिहालेँ। अब धेरै छन् अब यी सुधार गर्ने र फाइनेन्सिङ पनि अहिले जुन कुरा गर्नुभयो, जुन यो इभीलाई 80%बाट चाहिँ अहिले 60%मा झारिएको छ भनेर यो विषयमा एकपल्ट मैले गभर्नर साहबसँग नि कुरा गरेको थिएँ। फेरि यो विषयमा म एकपल्ट उहाँसँग चाहिँ अब छलफल गर्छौँ। अब यो राज्यको चाहिँ अहिले पोलिसी हेर्दाखेरि पनि गर्छौँ, धेरै गाडी आयो भने पनि म्यानेज गर्नु समस्या, आएन भने पनि फेरि हामीलाई राजस्व पनि नहुने, यो अलिकति हामी कन्फ्युजनमा पनि छौँ। तर अब यसलाई एउटा व्यवस्थापन चाहिँ गर्नुपर्छ। अब Sawari. Anytime, anywhere. इम्पोर्ट गर्दाखेरि चाहिँ झन् धेरै समस्या हुँदो रहेछ क्या राज्यलाई चाहिँ। अब अहिले हाम्रो पैसा चाहिँ यो के भन्छ यो ट्रेडको डिफिसिट चाहिँ ज्यादा भयो भनेर इम्पोर्ट घट्यो भने झन् त्यसले चाहिँ देशलाई राज्यलाई समस्या गर्ने रहेछ। भनेपछि यी कुराहरू हजुरहरूले भनेको कुरा यी नोट गरेको छु। अब नाइमाको चाहिँ अब यो अटो सो पनि सुरु हुँदैछ, त्यसमा पनि हामी इन्भल्भ गर्छौँ। त्यो विषय त्यहाँ पनि हाम्रो यी विषयहरूमा चाहिँ हामी छलफल गर्छौँ र आज चाहिँ छलफल गऱ्यौँ। यसको लागि धेरै धन्यवाद मान्यज्यू। अटो क्षेत्र भने चाहिँ मेन चाहिँ देशको मेरुदण्ड नै हो। यो जति छलफल गरे जति कुरा गरे पनि सकिँदैन। यो अझ झन्झन यो चाहिँ जति छिर्दै गयो त्यति नै कुराहरू चाहिँ आउँदै जान्छ। र विशेष गरी त अब नाइमाले पनि 6-7वटा कार्यक्रम गर्दाखेरि यी विषयहरूमा अझ बेसी कुरा उठ्ने नै छन्। र हामीले गरेको सानो प्रयास चाहिँ अब हामी टुङ्गाउँछ, हामीले एउटा प्रयास गऱ्यौँ र भोलिका दिनमा पनि हामी तपाईँहरूको भनाइलाई चाहिँ जनमानसमा लाने काम गरि नै रहिरहन्छौँ। कर्पोरेट भनेकै कर्पोरेट खबर।